अहिलेसम्म मेरो स्क्रिन देखिरहेको छ है हेलो यस सर देखिरहेको छ ओके ल म यहाँनिर ओके ल म अझै एकचोटि कन्फर्म गर्न चाहिँ एकचोटि क्यान यु से अगेन देखिरहेको छ है क्लिन छ यस हजुर देखिरहेको छ ल अल गुड ल 21 सेकेन्डलाई चाहिँ म यता पनि अन गरेँ ल ल रेकर्डिङ छ राइट रेकर्डिङ पनि अन भएको छ है त ल ओके अल गुड ओके ल फेरि पनि 1 सेकेन्ड है त फेरि पनि 1 सेकेन्ड वेलकम टु आवर प्रोजेक्ट म्यानेजमेन्ट कोर्स अनि यो कोर्समा हामी एकदमै प्रोजेक्ट इनिसिएसनदेखि एन्डसम्म हामी सिक्छौँ अनि यो कोर्स स्टार्टिङमा चाहिँ अलिकति स्लो पेसमा जान्छ अनि थोरै नन टेक्निकलबाट स्टार्ट हुन्छ अनि बिस्तारै चाहिँ तपाईँको पछाडिपट्टि चाहिँ यो टेक्निकल कोड हामी छुँदैनौँ तर बिस्तारै टेक्निकल हुँदै जान्छ है सो त्यो पार्टमा चाहिँ त्यसरी नै तपाईँ प्रिपेयर्ड हुनु होला अनि सो स्टार्ट गर्दाखेरिमा चाहिँ तपाईँहरूलाई अब अलिकता मेरो बारेमा पनि थाहा हुनु मन लाग्ला है सो आई एम विवेक सुवेदी अनि मैले धेरै प्रोजेक्ट म्यानेज गरिसकेँ आई एम वर्किङ अन दिस इन्डस्ट्री पास्ट 8 इयर्सदेखि काम गर्दैछु धेरै प्रोजेक्ट गरिसकेँ अनि मैले नेपालको क्लाइन्टदेखि लिएर बाहिरको क्लाइन्टदेखि लिएर अनि स्मल प्रोजेक्टदेखि लिएर बिग सास प्रोजेक्टदेखि लिएर धेरै डिफ्रेन्ट काइन्ड अफ प्रोजेक्टमा चाहिँ मैले वर्क अन गरिसकेको छु सो द्याट मिन्स तपाईँहरूको गाइडेन्समा चाहिँ जस्ट जेनरल प्रोजेक्ट म्यानेजमेन्ट नभइकन एडभान्स प्रोजेक्ट म्यानेजमेन्ट तपाईँले चाहिँ यो कोर्समा चाहिँ सिक्नुहुन्छ है सो तपाईँहरूको एबिलिटीले कतिको ग्राप्स गर्छ सकेसम्म हामी एउटा पेसमा चाहिँ जान्छौँ एउटा राम्रो पेसमा जान्छौँ त्यो तपाईँहरूले चाहिँ ग्राप गरेर जानुभयो होला अनि सो आई लभ टेबल टेनिस है अनि मलाई चाहिँ इनोभेटिभ प्रडक्ट्सहरू एकदमै रिसर्च गर्न मजा लाग्छ सो एउटा गुड ट्रेड अफ प्रोजेक्ट म्यानेजर इज टु लर्न अबाउट न्यू थिङ्स तपाईँले you might be working on completely new project because you might never know कि कस्तो खालको प्रोजेक्टमा तपाईँले काम गर्नुपर्छ एउटा गुड थिङ अर ब्याड थिङ इज दिस इज इट अनि तपाईँले चाहिँ यु हेभ टु अन्डरस्ट्यान्ड द प्रोजेक्ट फ्रम इन एन्ड आउट स्टार्टदेखि लिएर सबै कुरा तपाईँले बुझ्नुपर्छ टेक्निकलदेखि लिएर नन टेक्निकल कुराहरूदेखि लिएर कम्युनिकेसनदेखि लिएर होइन टिम मेम्बरको कन्फ्लिक्टदेखि लिएर यु हेभ टु एड्रेस अल अफ द्याट अनि इनिसियली हेर्दा चाहिँ इट्स अ लट इन द प्लेट जस्तो साउन्ड गर्छ तर वन्स यु स्टार्ट टु डाइभ इन त्यो चाहिँ तपाईँलाई बिस्तारै चाहिँ रमाइलो लाग्न स्टार्ट गर्छ अनि एउटा गुड ट्रेड भन्छ एकदम रिसर्च गर्ने पार्ट चाहिँ तपाईँहरूको एकदमै राम्रो एबिलिटी हुनुपर्छ यो हामी बिस्तारै सिक्दै जान्छौँ एउटा हामी यो क्लासमा चाहिँ डेमो प्रोजेक्टहरू पनि बनाउँछौँ होइन अनि डेमो प्रोजेक्ट हामीले एक्चुअली डेभ गरे जस्तै गर्छौँ त्यसको अलिकति म स्क्रम र प्रोजेक्ट म्यानेजमेन्ट चाहिँ थोरै फरक कुरा हो तर हामी थोरै स्क्रमलाई पनि गर्छौँ हामीलाई तपाईँहरूलाई चाहिने कुराहरू जस्तै अब नेपालमा प्रोजेक्ट म्यानेजर भन्दा छुट्टै हायर गर्ने स्क्रम मास्टर छुट्टै हायर गर्ने ट्रेन्डहरू छैन है सो त्यो पार्टमा चाहिँ युनिट टु नो कि स्क्रम पनि कसरी चल्छ होइन तपाईँको स्प्रिन्टहरू कसरी बन्छ तपाईँहरूको आइडिया चाहिँ हुनुपर्छ सो त्यो पार्टमा हामी त्यसमा पनि वर्क गर्न गर्छौँ सो डु नट वरी तपाईँहरूलाई यहाँबाट यो कोर्स कम्प्लिट गरिसके पछाडि चाहिँ नेपालको जुन कुनै सफ्टवेयर कम्पनी तपाईँहरूलाई प्लेसेबल बनाउन चाहिँ म केपेबल छु भन्ने फिल गर्ने जिम्मा चाहिँ मेरो र त्यो फिल गर्ने जिम्माहरू चाहिँ तपाईँको है त्यो पार्टमा चाहिँ हामी अगाडि जाँदै गर्छौँ है त सो इफ यु वान्ट टु कनेक्ट विथ मी कुनै मिडियामा कनेक्ट हुनु मन लाग्यो भने चाहिँ म मोस्टली लिङ्कडिनमा चाहिँ एक्टिभ हुन्छु सो क्वेस्ट विवेक भनेर चाहिँ मेरो युजर नेम सर्च गर्नुभयो चाहिँ यु विल फाइन्ड मी देयर है त ओके ओके सो अब हाम्रो चाहिँ प्रोजेक्ट म्यानेजरको जर्नी चाहिँ यहाँदेखि स्टार्ट हुन्छ अब हजुरलाई थोरै चिनौँ सो यताबाट स्टार्ट गरौँ हजुरले आफ्नो नाम भनिदिनुहोस् के गर्दै हुनुहुन्छ अनि वाइ डिड यु चुज प्रोजेक्ट म्यानेजमेन्ट अनि वाट्स योर गोल फर चुजिङ दिस केही न केही गोल हामीले यो वर्ड धेरै सुन्छौँ प्रोजेक्ट म्यानेजर वाट्स द गोल भन्ने कुरा चाहिँ सुन्छौँ अलवेज स्टार्ट विथ वाइ होइन सो बिस्तारै तपाईँले म्यानेज गर्दाखेरिमा डेभ टिमसँग तपाईँले कुरा गर्दा पनि वाइ टु बिल्ड दिस भन्दा चाहिँ बिकज वी क्यान भन्ने वर्ड तपाईँले धेरै सुन्नुहुन्छ अनि द्याट्स नट वाट सुड वी डु होइन त्यो पार्टमा त्यस्तो गर्दै गयो भने चाहिँ धेरै कुरा गर्न सकिन्छ नि त अनि त्यो पार्टमा एउटा स्कोप बााउन्ड्री हरेक कुरा हुनुपर्छ सो त्यो भएको भएर चाहिँ हजुरहरूलाई तपाईँले चाहिँ थाहा हुनुपर्छ त्यो पार्टमा चाहिँ हजुरले आफूले वाइ चाहिँ यु मस्ट ह्याभ इट अब छैन भने पनि नो प्रब्लम द्याट्स वाइ अब यो क्लास सक्दै गए पछाडि यु विल नो वाइ भन्ने पार्ट पनि तपाईँलाई आइडिया होला सो नो प्रब्लम एट अल ल हजुरले स्टार्ट गरौँ कसैले भन्दा हुन्छ सो फिल कम्फर्टेबल है त एउटा एडिसनल माइक उहाँलाई म दिन्छु है हजुरलाई
तर मैले माइक दिइनँ फेरि अनलाइनमा त स्टुडेन्ट्सहरूले सुन्नु हुँदैन अनि मसँग साउन्ड हुन्छ चिन्नु नै फिजिकलमा को हुनुहुन्छ ओके we can do something like this for today अनि let's see यो वायरलाई म अलिकति माथि राख्छु ल ठिक छ मेरो स्टुडेन्ट आइरहेछ है अनलाइनमा कन्फर्म गर्न सक्नु ल आइरहेछ है ल ठिक छ ल ल हामी स्टार्ट गरौँ है त स्टार्टिङ फ्रम हियर Hello everyone, myself Anjali Burathoki and I'm currently pursuing BSc IT from Presidential. Project management I choose for to improve my managerial skills and मेरो research improve गर्नको लागि and I want to know about the projects beginning देखि end सम्म कसरी हुन्छ resources के चाहिन्छ अनि how am I going to manage all that त्यो सबै स्किल्सहरुको लागि चाहिँ I chose this course. Okay, so welcome है त welcome. Okay. So everyone, my name is Riya Saha and I recently graduated in BSc Computing. So अहिले चाहिँ म केही नै गरिरहेको छैन अनि पढ्दै नयाँ केही चिज सिकौँ भनेर चाहिँ प्रोजेक्ट म्यानेजमेन्ट जोइन गरेको. जोइन गर्ने रिजन चाहिँ I like प्लानिङहरु गर्न चाहिँ मन पर्छ तर त्यसरी गर्ने भनेर चाहिँ जोइन गरेको. Okay, share the mic person गरिदिनु भयो हजुर. So hello guys, my name is Sadir Kumar Joshi. I'm also a recent graduate from Software BSc Honors in Computing. So मेरो graduation date around March तिर भएको थियो. So I did one internship in Python and Django and त्यति बेला के फिल भयो भने चाहिँ like while interacting with my team प्रोजेक्ट म्यानेजमेन्ट स्किल्स चाहिँ मैले लाइक हामीले कलेजमा प्रोजेक्ट गरेको बेलामा प्लस ग्रुप प्रोजेक्ट एन्ड इन्डिभिजुअल गरेको बेलामा स्टेप बाई स्टेप जुन मेथडहरू फलो गरेको थियो नि त्यही नै रहेछ अनि त्यसलाई चाहिँ आफूले गरिसकेको छु त्यसलाई नि इम्प्रुभ गरेर कोडिङमा नयाँ जानुभन्दा त्यसमा इन्भल्भ हुन सक्यो जस्तो लाग्यो सो त्यही भएर म चाहिँ लाइक एकचोटि कलेजको प्लस अनि एउटा चाहिँ सिस्टमेटिक एउटा कोर्स लिउँ भनेर जोइन भएको खास सो बोथलाई वेलकम है ओके ल पास नगर्दिनु माई सुजात आचार्य फ्रम ललितपुर मैले चाहिँ यो गरेर अहिले यति बसिरहेको छु फ्यामिली बिजनेस हेर्दै अनि मलाई यो प्रोजेक्टहरू अनि धेरै आइरहेको थियो अनि त्यसमा आफूलाई इन्भल्भ भएर काम गरौँ म अगाडि स्टेपमा बढौँ भनेर अनि मैले इन्स्टाग्राम पेजहरूमा स्किल शिक्षा भनेर देखिरहेको थिएँ अनि त्यसपछि त्यो बेला मिलेको थिइनँ अनि अहिले आएर त्यसमा कुनै कुराहरू रिसर्च गरौँ सबै फर्स्टदेखि इन्डसम्म जानौँ भनेर अनि जोइन गरेको. ओके इट्स फन है प्रोजेक्ट सुन्दा भन्दा गर्दा धेरै फन छ है सो विल नो मोर. हेलो गुड मेरो नाम अनि म चाहिँ अहिले क्लास 8 सेममा पढिरहेको छु. प्रोजेक्ट म्यानेजमेन्ट कोर्स किन लिएको भन्दा अब म्यानेजरियल अलिक अगाडि भन्नाले अब लिडर जसरी नै एउटा कहीँ घुम्नु जानु पर्यो भने पनि लिडर म्यानेजमेन्ट लागेर म आएको. ओके हामीसँग अनलाइनमा पनि कोही हुनुहुन्छ होला सो यसले इको नआओस् भन्ने बेलामा फेरि त्यही भित्र राखिदिन्छु है अनि अनलाइनमा पनि हुनुहुन्छ सो अनलाइनमा हामीसँग हुनुहुन्छ रिचा हुनुहुन्छ अनि सुमोद हुनुहुन्छ सरी इफ आई प्रोनाउन्स योर नेम रङ है अनि रिचाले चाहिँ आफूलाई थोरै इन्ट्रोड्युस गरिदिनुहोस् अनि अलरेडी चुज प्रोजेक्ट म्यानेजमेन्टहरू थोरै आफूले भनिदिनु भयो भने चाहिँ विल कन्टिन्यू द क्लास अगाडि हामी बढाउँछौँ है. हेलो आम रिचा मैले चाहिँ यो कोर्स अब म बाहिर जाने सोचिरहेको छु सो बेसिक्सहरू लिनलाई गरिरहेको हो अझै. अनि हजुरलाई हामीले देख्न पायौँ भने चाहिँ साथीहरूले पनि तपाईँ चिन्नुहुन्थ्यो भोलि ग्रेजुएसन डेमा तपाईँको सर्भिसन डे हो तपाईँ फेरि कसैले नचिन्नु होला फेरि मिल्छ भने मात्रै इफ इट्स पोसिबल. यस्तै भएको थियो त्यो क्यामेरा अन गर्दाखेरि अन नै देखाउँदैन सो म नेक्स्ट विकतिर क्लास नै आउँछु. ल ओके सी यु देयर त्यसो भए है त हजुर
हस् थ्याङ्क यू ल वेलकम टु द क्लास है सुमोद हुनुहुन्छ सुन्दै हुनुहुन्छ हेलो सर ओके ल हजुरलाई मिल्छ भने ओके भिडियो अन गर्नुभयो ल हजुरलाई आफू थोरै इन्ट्रोड्युस गरिदिनुहोस् है त हेलो सर माई नेम इज सुमोद कुमार चौधरी actually I live in Rajviraj Saptari. I'm from Rajviraj Saptari. Okay. I was from non-IT background and I was actually interested in IT. So I took MIT at Himalayan College of Management 2 years post MIT master's degree. While pursuing master's degree, I realized that project management is a really means a really good topic. I got interested in that, but unfortunately I could not attend training classes or other things. But actually I am eagerness to learn about the leadership qualities, how actually working environment. Actually we use softwares. We see different softwares like AI projects and different projects. But actually I want to feel that I want to know about how the projects actually in the real industry to build a good quality leadership. Actually, I have chosen this IT management project project management in Skill Shiksha. Thank you, sir. Definitely welcome to the class, right? Thank you, sir. ल हामी क्लास रेस्ट कन्टिन्यू गरौँ है त ओके भइरहेछ भइहाल्छ तर म डुप्लिकेटै गरिदिन्छु है त्यसो भए ल ओके ओके अल गुड सो हामी चाहिँ प्रोजेक्ट स्टार्ट गर्दाखेरि चाहिँ वी मस्ट ह्याभ एन एजेन्डा जहिले पनि होइन हामीसँग प्रोजेक्ट के गर्न लागिरहेको हो यो प्रोजेक्टको आउटकम के हो यसको स्टेक होल्डर्सहरू को हो यसको कस्टमर्सहरू को हो यसको युजर्सहरू के हो अथवा नट जस्ट आइटी प्रोजेक्ट मात्र नभइकन हामी यहाँनिर कुरा गर्छौँ नन आइटी प्रोजेक्ट बारे पनि थोरै कुरा गर्छौँ यहाँनिर टेक कलेज इभेन्ट एउटा कुरा छ कलेजको इभेन्टको कुराहरू छ होइन सो त्यो पार्टमा हामीलाई चाहिँ वी मस्ट ह्याभ एन एजेन्डा सो आजको हाम्रो क्लासको एजेन्डा चाहिँ हामीले प्रोजेक्ट भनेकै के हो त यसको फाउन्डेसन्स कुराहरू बुझ्छौँ अनि लट अफ पिपुल हेभ कन्फ्युजन एउटा प्रोजेक्ट र अपरेसनको पनि डिफ्रेन्स मान्छेहरूमा कन्फ्युजन चाहिँ हुन्छ त्यो बारेमा पनि हामी आज थोरै बुझ्छौँ सो अनि प्रोजेक्टको क्यारेक्टरिस्टिक्सहरू कस्तो हुन्छ कसरी चिन्न सकिन्छ प्रोजेक्ट भनेको के हो भनेर होइन यो कुरा पनि हामी यो क्लासमा चाहिँ सिक्दै जान्छौँ है त अनि प्रोजेक्टमा चाहिँ जहिले पनि कन्स्ट्रेन्ट्स र बााउन्ड्रिजहरू हुन्छ हामी कुरा बुझ्छौँ बााउन्ड्री भनेको के हो कन्स्ट्रेन्ट भन्न खोजेको के हो भनेर अनि यति कुराहरू चाहिँ हामी अघि मैले भने जस्तै अपरेसन र प्रोजेक्टको डिस्ट्रिब्युट गरेर हाम्रो क्लासको यति कुराहरू चाहिँ हामी आज डिस्कस गर्न ट्राई गर्छौँ है त ओके हामी यसमा चाहिँ यो सेसनको अब्जेक्टिभमा हामी डिस्कसन कुरा गरिसक्यौँ हामीले सो यो सेसन चाहिँ किन म्याटर गर्छ त होइन सो वी निड टु नो अबाउट इट हामी जे कुरा डिस्कस गर्दै गएर छौँ अब सो बिङ इन दिस म्यानेजमेन्ट फिल्डमा लामो समय काम गर्दाखेरिमा एउटा 2 आवर्सको मिटिङबाट वाट्स द आउटकम भनेर म सोध्न ट्राई गरिरहेको हुन्छु टिम मेम्बर्सहरूसँग कहिले मिटिङहरू भएपछि सो वी निड टु ह्याभ अ कुनै कुराको पनि एउटा पर्पज रिजन होइन स्टार्ट विथ वाइ भन्ने कुरा चाहिँ हामीसँग हुनुपर्छ सो यो वाइ वी निड प्रोजेक्ट म्यानेजमेन्टै किन चाहिन्छ त भन्ने कुरा वाइ टु गिभ समन्स अ बिग रेस्पोन्सिबिलिटी होइन त्यो पार्टमा चाहिँ हामीले थाहा पाउनुपर्दा चाहिँ एउटा कुनै पनि प्रोजेक्टलाई हामीले मिसआइडेन्टिफाई गर्नु भनेको त्यो प्रोजेक्टको फेलियर हो नो डाउट एट अल होइन सो यो सानो कुरादेखि लिएर कन्सिडरिङ स्मल सानो कुरादेखि लिएर ठुलो कुरामा चाहिँ यो कुरा म्याटर गर्छ $370 million चाहिँ नासा ह्याड टु लुज इट एउटा प्रोजेक्ट फेलियर भएको भएर चाहिँ अनि त्यो प्रोजेक्टमा चाहिँ एउटा मिसआइडेन्टिफाई गरेको सो 150 किलोमिटरको रेन्जमा चाहिँ जानुपर्ने एयरक्राफ्ट चाहिँ 60 किलोमिटरको रेन्जमा मात्र फ्लाइ गरे भएर चाहिँ दे ह्याड टु लुज इट अल भनेको त्यो एउटा स्मल केयरलेसनेसले पनि के हुन्छ प्रोजेक्ट चाहिँ फेलियर हुनसक्छ सो त्यो हुन हामीले चाहिँ कसरी बचाउन सक्छौँ होइन सो हाउ क्यान वी अचिभ इट भन्ने पार्टमा चाहिँ हामी यो कुरा चाहिँ इम्पोर्टेन्ट छ र सेकेन्ड पार्टमा चाहिँ इफ यु क्यान नट डिफाइन अ प्रोजेक्ट यु क्यान नट कन्ट्रोल इट तपाईँले चाहिँ कुनै यो भन्नुको मतलब चाहिँ के हो भने सो तपाईँको स्टार्ट पुरो एन्ड गोल के हो तपाईँलाई आइडेन्टिफाई भएन भने तपाईँ चाहिँ यु क्यान नट कन्ट्रोल इट फर्स्ट चाहिँ हजुरले जस्तै हि मेन्सन कि उहाँलाई चाहिँ लिड गरेर जानु अगाडि मन लाग्छ भन्नुभएको त्यसले चाहिँ
लेट्स इमेजिन स्मल सिनेरियो जहाँ चाहिँ तपाईँहरू फ्यामिली पिकनिकमा जानुभएको छ अथवा यु आर टेकिङ योर स्टुडेन्ट्स आउट समवेयर एल्स, त्यो पार्टमा चाहिँ इफ यु डु नट ह्याभ अ प्रपर गाइडलाइन्स, स्टुडेन्ट्सहरू कहाँ जान्छ, कसरी जान्छ, किन जान्छ, कोसँग जान्छ, कति बेला के गर्छ, त्यो कुरा तपाईँसँग अलरेडी डिफाइन्ड नभएसम्म यु कान्ट कन्ट्रोल इट, बिकज त्यो सिचुएसनमा जब तपाईँले कन्ट्रोल गर्न ट्राई गर्नुहुन्छ इट्स अ प्यानिक सिचुएसन। त्यो सिचुएसन नहुनको लागि पनि हामीलाई चाहिँ जहिले पनि प्रोजेक्ट डिफाइन गर्नु इम्पोर्टेन्ट छ। सो हामी त्यही कुरा चाहिँ यो सेसनमा चाहिँ हामी बिस्तारै बुझ्दै जान्छौँ है त। ओके ओके ल, हामी चाहिँ अघि हामीले डिस्कस गर्दाखेरिमा चाहिँ हामीले के कुरा भनेको थियौँ भन्दाखेरिमा चाहिँ हामीले प्रोजेक्ट र अपरेसन के हो डिस्टिङ्ग्विस गर्न ट्राई गर्छौँ, बिकज यु माइट नट नो, कन्फ्युज हुन सक्नुहुन्छ भनेर भनेको थियो। सो हामी अनलाइनको टिमलाई एउटा टिम मानिदिउँ, हजुरको सुमोद र अनि रिचा चाहिँ एउटा टिम है, युआर अ टिम। तपाईँहरूले केही कम्युनिकेट गर्नु पर्यो भने च्याट युज गर्नुहोस्, हामी त्यसलाई इग्नोर गर्छौँ अहिलेको लागि। सो तपाईँहरू दुईजना टिम है, अनि त्यस पछाडि गएर यहाँबाट पनि हामी टिम बनाउँ, हजुर दुईजना चाहिँ एउटा टिम अनि हजुर दुईजना एउटा टिम अनि उहाँ र तपाईँ चाहिँ आजको लागि चाहिँ टिम है त हो। र त्यसो भए त हजुरलाई तपाईँ एक्लै सोलो है, सकिन्छ नि? ल सक्यो भने चाहिँ म असिस्ट गर्छु है त। ल हामी चाहिँ यति टिम भएर चाहिँ हामी अब गेस त नभनौँ, वी क्यान नट गेस, तर लेट्स ट्राई टु तपाईँको आफ्नो टिमको जे नलेज छ, करेन्ट नलेजले, त्यसले चाहिँ हामी डिफाइन गर्न ट्राई गरौँ कि ओपनिङ अ नेपाली मोमो रेस्टुरेन्ट भनेर हामी भन्यौँ भने यो चाहिँ क्यान वी कन्सिडर दिस एज अ प्रोजेक्ट अर नट भन्ने चाहिँ हाम्रो क्वेसन हो। अनि यु क्यान डिस्कस, सुटुक्क डिस्कस गर्न मिल्छ, तपाईँ पनि सुटुक्क डिस्कस गर्न मिल्छ, तपाईँ पनि आफूसँग सुटुक्क डिस्कस गर्न मिल्छ। अनि हामी चाहिँ सबै कुरालाई चाहिँ हामी प्रोजेक्ट हो कि होइन चाहिँ हामी डिसाइड गर्छौँ आज। दिस इज द डे। यस हो, प्रोजेक्ट हो कि अपरेसन भनेर हामी डिसाइड गर्छौँ, अथवा सिम्पली क्यान वी कन्सिडर दिस एज अ प्रोजेक्टलाई प्रोजेक्ट मान्न सकिन्छ कि सकिँदैन भन्दा नि भन्दा भयो, तर डिस्टिङ्ग्विस गर्दा पनि हुन्छ, अपरेसन हो कि प्रोजेक्ट भनेर डिस्टिङ्ग्विस गर्दा पनि हुन्छ। सो स्टार्टिङ फ्रम ओपनिङ अ नेपाली रेस्टुरेन्ट, यो प्रोजेक्ट हो कि अपरेसन हो भन्ने पार्ट छ। अपरेसन भनेको बुझ्नुहुन्छ नि? ल जस म यसलाई बिस्तारै हामी हिन्ट आउट गर्दै आन्सर त निकालिहाल्छौँ, तर जस 1 2 3 4 5 6 6वटा कुराहरू छ। यो 6वटा इभेन्टलाई अथवा जस यो स्टेटमेन्ट अथवा वाट एभर यु से, यो कुराहरू चाहिँ कुन चाहिँ प्रोजेक्ट हो, कुन चाहिँ अपरेसन हो भनेर चाहिँ तपाईँले चाहिँ यहाँनिर भन्नुभयो हुन्छ, मलाई कम्युनिकेट गर्नुहुन्छ। आई विल गिभ यु सम टाइम है त। ल अनलाइनमा चाहिँ सुमोद र रिचालाई पनि टाइम छ। मेरो स्क्रिनमा देखिरहेको यो 6वटा इभेन्ट छ, यो 6वटा इभेन्टलाई चाहिँ हामीले अपरेसन कुन चाहिँ हो अनि हाम्रो प्रोजेक्ट कुन चाहिँ हो भनेर हामीले चाहिँ डिसाइड गरेर चाहिँ आन्सर गर्न खोजेको छ। लेट्स ट्राई टु आन्सर है त। अनि इनिसियली चाहिँ तपाईँले अहिले सिम्पली डु नट ट्राई टु रिलाइ अन एआई, यु मस्ट ह्याभ यो नलेज, तपाईँले चाहिँ लेभल अप गर्नुपर्छ। सो त्यही भएर चाहिँ हामीले लेट्स स्टार्ट फ्रम दिस है त। दिस इज अ वार्म अप एक्टिभिटी है। ल हामीसँग चाहिँ लेट्स कति मिनट, हामी 3 मिनट डिस्कस गर्ने। ल ल वी हेभ 2 minutes and 56 seconds left है त। हामी 3 मिनट्समा we will try to reveal the answers from all team. सोलो भन्दा टिम है, टिममा चाहिँ अब हामी टिमलाई नै लिएर चाहिँ गइरहन्छौँ है। विल कन्टिन्यू इन दिस। तपाईँहरू आन्सर निकाल्दै गर्नु, म चार्जर चाहिँ लिएर आउँछु है त।
ओके ल हामी फर्स्ट टिम चाहिँ अञ्जली र रियाको टिमबाट सुनौँ है त ल ओपनिङ नेपाली रेस्टुरेन्ट चाहिँ प्रोजेक्ट हो कि अपरेसन होला प्रोजेक्ट हो ओके अनि डेली डिसवासिङ अपरेसन तपाईँ सहमत हो उहाँसँग रिजनिङ चाहिँ ओके ओके लेट्स सी म आन्सर डिस्क्लोज गरेर छ लेट्स सी है लास्टमा हामी स्कोर निकाल्नु मेकिङ अ फेस्टिभल इभेन्ट रिल ओके अनि रनिङ अ विकली पोडकास्ट यो चाहिँ डाउट छ हो ओके अनि मेन्टेनिङ अ स्कुल वेबसाइट हजुरको चाहिँ सेम हो नि है ल डिजाइनिङ अ न्यू स्कुल वेबसाइट ओके ल यो टिमको मैले आन्सर सबै बुझिसकेँ उहाँहरूले भने अनुसारले यसलाई प्रोजेक्ट भन्नुभएको छ अपरेसन भन्नुभएको छ अनि प्रोजेक्ट भन्नुभएको छ अपरेसन भन्नुभएको छ अनि अपरेसन अनि प्रोजेक्ट भन्नुभएको छ है हजुरको आन्सर चाहिँ ओके 16 मा हामी लास्टमा है त यतापट्टि पहिला हजुरको नाम मैले बिर्सेँ हजुरको नाम के थियो सदीप र ल हजुरको सेमै हो आन्सर ओके हजुरको पनि सेमै हो आन्सर कि अलग छ ल अलग छ लेट्स हियर इट ल हजुरको चाहिँ ओपनिङ नेपाली रेस्टुरेन्ट चाहिँ के होला अनि डेली डिस्कसिङ अनि मेकिङ अ फेस्टिभल हजुर ओके अनि रनिङ अ विकली पोडकास्ट अनि मेन्टेनिङ स्कुल वेबसाइट दुईटै प्रोजेक्ट भन्नु ल हामी अनलाइनबाटै सुनौँ है त पहिला है ल हजुरको चाहिँ आन्सर चाहिँ प्रोजेक्ट अपरेसन अनि फर्स्ट सेकेन्ड लास्ट र लास्टको चाहिँ प्रोजेक्ट होइन ल हामी अनलाइनमा चाहिँ रिचा र सुमोदलाई चाहिँ लेट्स आस्क देम है त हजुरको आन्सर छ तपाईँहरूसँग सुमोद र अनि रिचासँग हजुर सर पहिलाको प्रोजेक्ट अनि सेकेन्ड वान अपरेसन मेकिङ फेस्टिभल इभेन्ट रिल प्रोजेक्ट planning weekly podcast operation, maintaining school website operation, and designing a new school website project. ओके ल हजुरको आन्सर चाहिँ ल यो पार्टमा चाहिँ हजुरले यस्तो गरौँ है सबैलाई आफूले आन्सर भन्नुभएको छ सो आन्सर चाहिँ हजुर दुईवटा टिमले भनेको चाहिँ ठिक छ है अनि हजुरले भनेको पार्टमा चाहिँ मेन्टेनिङ अ स्कुल वेबसाइट भनेको पार्टमा चाहिँ यो किन प्रोजेक्ट होइन मात्र हामी डिस्कस गरौँ अनि विकिन पर्सिरह्यो है त सो मेन्टेनेन्सको पार्टमा चाहिँ इट्स नेभर ह्याज अ एन्डिङ यसको एन्डिङ कहाँ हुन्छ र वी नेभर नो सो त्यो चाहिँ एन्डिङ नहुने कुराहरूलाई चाहिँ हामी प्रोजेक्टमा चाहिँ कन्सिडर गर्दैन अनि सो मेन्टेनिङ भनेको चाहिँ यसलाई अपरेसनमा बुझिन्छ सो इट्स नट अ प्रोजेक्ट बिकज यो कुनै पनि प्रोजेक्ट हुनुको लागि चाहिँ त्यसको स्टार्ट डेट हुनुपर्छ अथवा एन्ड डेट दुइटै हुनुपर्छ अनि प्लस यो चाहिँ त्यही क्याटेगोरीले चाहिँ यो मेन्टेनिङ भन्ने कुरा चाहिँ यहीँनिर फेल हुन्छ सो यसमा चाहिँ तपाईँको अब अर्को अब सबैले भन्नु चाहिँ यो रनिङ अ विकली पोडकास्टको यसको एन्ड छैन नि त होइन सो तर कुनै कुनै टाइममा चाहिँ तपाईँलाई मेकिङ अ मन्थली म्यागजिन भनेर भन्छ कहिले काहीँ चाहिँ होइन त्यो पार्टमा चाहिँ त्यसलाई अपरेसन नभनेर प्रोजेक्ट कन्सिडर गर्न सकिन्छ बिकज म्यागजिन हो अनि इट प्रड्युस समथिङ न्यू एभ्री टाइम अनि त्यसलाई मन्थली छ र त्यसको कहिले काहीँ जस्तै एउटा महिनामा एउटा मात्र हो यस्तो रिजनिङ त्यसरी दियो भने चाहिँ यसलाई हामीले प्रोजेक्ट कन्सिडर गर्न सकिन्छ तर रनिङ अ विकली पोडकास्ट हो इट्स अ अपरेसन थिङ पोडकास्ट हो लङ चल्छ अनि इच विक जाने भन्ने पार्टमा त्यसलाई चाहिँ हामीले अपरेसनली कन्सिडर गर्छौँ है सो ओके र यसमा हामीसँग धेरैजनासँग चाहिँ मिथ रहेनछ सो हामी बुझिरहेकै रहेछौँ अन्त ल ठिक छ है ल अब यसैलाई चाहिँ हामीले एक्टिभिटी पछाडि प्रोजेक्ट चाहिँ टेम्पोररी हुनुपर्छ इट्स अ टेम्पोररी इन्डेभर टेम्पोररी एउटा कुनै जर्नी हुनुपर्छ यसको चाहिँ है त अनि केही न केही एउटा युनिक प्रडक्ट र सर्भिस र रिजल्ट चाहिँ प्रड्युस गर्नको लागि चाहिँ रन गर्ने कुरा चाहिँ हामी प्रोजेक्ट भन्छौँ है त यो कुरा चाहिँ तपाईँहरूसँग थाहा हुनुपर्छ ल यसलाई क्विकली सम्झिनु पर्छ चाहिँ टेम्पोररी हुनैपर्छ टेम्पोररी भन्ने बित्तिकै स्टार्ट र एन्ड हुनुपर्छ अनि तपाईँको एन्डेभर रिजल्ट केही न केही त निक्लिहाल्छ डेफिनेटली अनि प्रडक्ट सर्भिस रिजल्ट चाहिँ क्लियर आउटकम चाहिँ हुनुपर्छ र तपाईँको प्लानिङ र रिसोर्सेस पनि यसमा चाहिएको चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ हाम्रो यसमा चाहिँ हामीलाई थाहा हुनुपर्ने कुरा चाहिँ हो है त
ल ओके ल हामीसँग यही कुरालाई चाहिँ हामीले अब थोरै चार्ट जस्तै हुन्छ टेम्पररी युनिक गोल ओरिएन्टेड रिसोर्स बाउन्ड डिफाइन्ड आउटपुट्स अनि हैज अ कन्स्ट्रेन्ट्स यसको बारेमा चाहिँ हामीले बोलेको छैनौँ कुरा गर्छौँ ल हैज अ कन्स्ट्रेन्ट्स भन्दाखेरि तपाईँले जस्तै हामीसँग इदर टाइमको कन्स्ट्रेन्ट हुनुपर्छ स्टार्ट डेट र एन्ड डेट भयो रिसोर्सेस हामी यतिजना लाग्छ भन्ने खालको रिसोर्सेस हुनसक्छ अथवा बजेट हामीलाई यति चाहिँ अमाउन्ट चाहिँ नेसेसरी पर्छ यो प्रोजेक्टमा सो केही न केही चाहिँ कन्स्ट्रेन्ट चाहिँ प्रोजेक्टमा चाहिँ हुन्छ अपरेसनमा त्यो हामीले डिसाइड गर्न सक्दैनौँ बिकज इट्स एन एभर लास्टिङ थिङ हो होइन सो वी नेभर नो भन्ने जस्तो तर प्रोजेक्टमा चाहिँ इट मस्ट ह्याभ अ सम कन्स्ट्रेन्ट है अनि बााउन्ड्रिज पनि यसलाई कन्सिडर गर्न सकिन्छ बााउन्ड्री भनेको स्कोप र आउट अफ स्कोप जस्तै हामी कति क्लाइन्टसँग कुरा गर्दा पनि इट्स आउट अफ स्कोप थिङ्स सर भनेर भन्छौँ जस्तै लेट्स से एउटा प्रोजेक्ट डिसाइड भयो अनि प्रोजेक्ट रेडी भयो लाइभ भइसक्यो अनि दे वान्ट द डेटा देयर होइन सो डेटा स्क्रेप गरेर आफै हालिदिए हुन्थ्यो चाहिँ क्लाइन्टहरूले अज्युम गर्नुहुन्छ तर त्यो कन्ट्र्याक्टहरू प्रिपेयर गर्दा चाहिँ आउट अफ स्कोप थिङ दिस इज डिफ्रेन्ट थिङ त्यो पार्टमा अब हाम्रो सर्भिस छ भने इट्स अ डिफ्रेन्ट सर्भिस लेट्स प्रोसिड देयर सर्भिस छैन भने चाहिँ यु हेभ टु फाइन्ड समबडी डु द्याट भनेर चाहिँ हामीले कम्युनिकेट गर्न जानुपर्छ सो त्यो बारेमा चाहिँ हामीसँग बााउन्ड्रिज पनि हुनुपर्छ प्रोजेक्टको लागि चाहिँ है त ल ल अब मोस्ट पिपल कन्फ्युज अपरेसन र प्रोजेक्ट म्यानेजमेन्ट तर हामीले यहाँनिर एकजनालाई कन्फ्युजन रहेछ तर सल्ट्यो है हामीसँग अब छैन नि है ल अनि त्यस पछाडि गएर अब हामीले यसलाई क्विकली यसलाई हामीले डिस्कस गरेको कुरालाई समराइज गर्ने हो भने चाहिँ अपरेसन चाहिँ अनगोइङ हुन्छ रिपिटेटिभ हुन्छ एउटा स्ट्यान्डर्ड आउटपुट निस्किन्छ रुटिन एक्जिक्युसन हुन्छ अनि नन क्लोजर हुन्छ भ्याइँदैन तर टेम्पोररी हुन्छ प्रोजेक्ट चाहिँ युनिक हुन्छ डिफाइन्ड डेलिभरेबल्सहरू हुन्छ के गर्ने भनेर डिफाइन्ड हुन्छ अनि रिक्वायर्स प्लानिङ नेसेसरी चाहिन्छ अनि ह्याज अ क्लोजर एन्ड डेटहरू चाहिँ हुन्छ है त यति कुराहरू चाहिँ धेरैजनासँग कन्फ्युजन हुन्छ तर हामीसँग चाहिँ द्याट्स अ गुड थिङ है त ल अघि जस्तै अब फेरि सेम टिमले चाहिँ यति कुरा चाहिँ तपाईँले 3 मिनट्समा चाहिँ डिसाइड गर्नुहोस् हजुर ल हुन्छ स्योर ल हामी लेट्स यो अगेन सेम टिम तपाईँ फेरि सोलो है अनि अनलाइनमा चाहिँ हामीसँग रिचा र सुमोद चाहिँ फेरि तपाईँले चाहिँ यो अगाडि दिएको क्वेसन्सहरू तपाईँले आन्सर गर्न ट्राई गर्नुभयो भने है त हामीसँग अघि जस्तै मात्र 3 मिनट्स अब अघि चाहिँ हाम्रो आन्सर रङ आएको छ भने यो पालि चाहिँ सकेसम्म आन्सर रङ नआओस् भन्ने चाहिँ हाम्रो कुरा है त लेट्स ट्राई ल हामी रेडी हो ल आन्सर आइसकेको छ हामी सबैजना रेडी हो अनलाइनमा पनि सबैजना रेडी हुनुहुन्छ है आन्सर गर्नलाई ल हामी आन्सर सुन्न स्टार्ट गरौँ है त मेरो स्पिकर चाहिँ छ ठिक छ ल ओके ल हामी चाहिँ फेरि अगेन यही टिमबाट हामी स्टार्ट है त फर्स्ट टिम अञ्जली र रियाको टिमबाट हामी जाउँ ल टिचिङ अ डेली क्लासेस डेली अनि डिजाइनिङ अ न्यू कोर्स रनिङ अ स्टोर ओपनिङ अ सेकेन्ड स्टोर हजुरको आन्सर हो सेम हो हजुरको सेम हो ल ठिक छ अनि अनलाइनमा सुमोद हजुरको आन्सर सुनौ टिचिङ अ क्लास डेली डिजाइनिङ अ न्यू कोर्स रनिङ अ स्टोर ओपनिङ ओके ऑपरेशन प्रोजेक्ट ओके सेकंड को प्रोजेक्ट
Third one operation, fourth one project. ओके अनि रिचा तपाईको आन्सर सेम हो कि अलग छ हजुर सेम हो हजुर सेम हो हजुरको अडियो आएको छैन अब आयो के माइक्रोफोनमा प्रब्लम भएको हो कि त्यसो भए तपाईले त्यही टिम्सको च्याटमा तपाईले राइट गरिदिनु भए पनि हुन्छ है त ल न हजुरलाई अब थाहा भइसक्यो हैन सो सबैजनाको आन्सर करेक्ट छ सो वान गुड थिङ भनेको हामीले एउटा डिस्टिङ्ग्विस चाहिँ गरिसक्यौँ है त ल अब यसमा चाहिँ हाम्रो एउटा ट्रिपल कन्स्ट्रेन्ट अघि हामीले प्रोजेक्टमा कन्स्ट्रेन्ट हुन्छ भन्ने जस्तै हामीसँग चाहिँ पनि प्रोजेक्टमा केही कन्स्ट्रेन्ट हुन्छ हाम्रो मेजर प्रोजेक्टमा देख्ने कन्स्ट्रेन्ट स्कोप अनि टाइम र कस्ट यो चाहिँ हाम्रो लागि चाहिँ कन्स्ट्रेन्ट हो अनि यो चाहिँ एकअर्कासँग एकदमै इन्टर रिलेटेड छ त्यसको बारे हामी डिस्कस पनि गर्छौँ तपाईहरुलाई आन्सर पनि गर्न भन्छु म अब हाम्रो स्कोप बढ्यो भने कि त हामीलाई धेरै टाइम चाहिन्छ कि त हामीलाई धेरै कस्ट चाहिन्छ यो दुईटा कुरा चाहिँ हामीसँग हुनुपर्छ बिकज स्कोप बढ्नु भनेको हामीसँग एरिया अफ वर्किङ बढ्नु हो त्यो भनेको कि त हामीलाई धेरै समय चाहियो सेम रिसोर्सेस युज गरिदियो भने टाइम बढ्नु पर्यो अब सेम टाइम हो भने चाहिँ हामीसँग कस्ट बढ्नुपर्छ ताकि वी क्यान एड अप मोर रिसोर्सेस हैन यो कुरा चाहिँ हामीले भोलि गएर तपाईहरुले प्रोजेक्ट म्यानेज गर्दै गर्दाखेरिमा चाहिँ तपाईले केही स्कोप बढ्नु भनेको कन्फ्युजन छ कसैलाई हैन यस्तो हुन्छ स्कोप बढ्दा तपाईको टाइम बढेन भने कस्ट चाहिँ बढ्नुपर्छ जस्तै स्कोप तपाईको मानिलिनुस् एउटा एक्जाम्पल पनि छ पछाडी अनि त्यसलाई हामी हेर्न सकिन्छ तर एउटा क्विक एक्जाम्पल म तपाईलाई भन्नु पर्यो भने चाहिँ जस्तै तपाईलाई चाहिँ मैले वन स्टोरी बिल्डिङ बनाउन भन्ने एक तल्ले घर मलाई चाहियो रिया मलाई एक दिनमा चाहियो 1 रुपैयाँ चाहियो 1 रुपैयाँमा चाहियो भनेर सर्ट जस्ट टु अन्डरस्ट्यान्ड है एक तल्ले घर चाहियो स्कोप 1 रुपैयाँमा चाहियो अनि एक दिनमा चाहियो भने मैले तपाईलाई चाहिँ अब मलाई 2 तल्ले घर चाहियो भनेर भने कि त तपाईलाई चाहिँ बढी समय चाहिन्छ अब 2 दिन त लाग्छ सर तपाईले भन्नुपर्छ कि सेम कस्ट हो भने बिकज त्यसले चाहिँ हामीलाई कस्टमा के हेल्प हुन सक्छ बिकज रिसोर्सेस सेम लागिरहेछ भन्ने कुरामा तर तपाईले चाहिँ होइन तपाईले चाहिँ हामीलाई चाहिँ समय सेम छ तर कस्ट बढाइदिनुस् न तपाईले रिसोर्सेस एड गर्न पाउनु भयो सो हामीले अब तपाईले भनेको कुरा ठिक कुरा हो स्कोप बढ्दाखेरिमा जस्तै टाइम पनि बढ्छ कस्ट पनि बढ्छ बिकज एकजनाको टाइम त कस्टको रूपमा जस्तै एक दिन लाग्ने काम त 2 दिन लाग्यो नि त अनि रियाले एक्लै काम गरे पनि 2 दिनको त रियालाई जानु पर्यो नि त पेमेन्ट भने जस्तै तर हामीले डाइरेक्टली प्रोजेक्टमा तपाईले भोलि गएर तपाईले क्याल्कुलेसन गरेर प्रोजेक्ट कस्ट निकाल्ने बेलामा चाहिँ तपाईको टाइम नबढ्ने केस पनि हुन सक्छ अघि अनि बढ्दै नहोला टाइम तपाईसँग टाइम जबरजस्ती बढा भन्नु मिल्दैन नि त हैन त्यो पार्टमा हामी डिस्कस गर्छौं अब कसरी चाहिँ टाइम नबढ्ने केसहरु हुन्छ त्यो ब्रासमा कस्ट बढाएर हामीले कसरी त्यो प्रोजेक्टलाई चाहिँ सेम टाइममा पुल अफ गर्न सक्छौं भनेर चाहिँ विल डिस्कस है त तपाईहरुले बुझ्नुपर्ने कुरा चाहिँ यो कुरा चाहिँ छ अनि टाइम घट्यो भने कस्ट बढ्नुपर्छ हैन अनि स्कोप घट्नुपर्छ भन्ने पार्ट चाहिँ यहाँनिर भनिरहेको छ सो यो पार्टमा चाहिँ तपाईहरुले भन्ने कुरा सो अब स्कोप बढ्दाखेरिमा मोर कस्ट मोर टाइम चाहिँ दुईटै भयो भने बेस्ट हो तपाईको प्रोजेक्ट क्लोजरको लागि तर तपाईले कन्सिडर गर्दा चाहिँ एटलिस्ट एउटा चाहिँ हुनुपर्छ भन्ने तपाईले बुझ्नुपर्छ जस्तै स्कोप बढ्दा टाइम पनि बढ्यो कस्ट पनि बढ्यो भने त राम्रो भइहाल्यो हैन तर जस इन केस त नहुँदा तपाईसँग यो दुईटा मध्ये सेम भयो भने चाहिँ दैट प्रोजेक्ट इज अ स्योर फेलियर त्यो प्रोजेक्ट सक्सेस हुन पोसिबलै छैन कि त्यो पार्टमा चाहिँ तपाईहरुले बुझ्नुपर्ने कुरा स्कोप बढ्यो पैसा बढ्नुपर्छ टाइम बढ्नुपर्छ टाइम घट्यो कस्ट बढ्नुपर्छ अथवा स्कोप घट्नुपर्छ भन्ने तपाईले बुझ्नु भयो चाहिँ हुन्छ है त यो कुरा चाहिँ तपाईहरुलाई चाहिँ थाहा चाहिँ हुनुपर्छ हामीले पछाडी प्रोजेक्ट म्यानेज गर्दै गर्दाखेरिमा हामी पछाडी युजर स्टोरीहरु बनाउँछौं हैन प्लानिङहरु गर्दाखेरिमा यो कुराहरु चाहिन्छ बिकज त्यहाँनिर तपाईलाई चाहिँ अब युजर स्टोरी पोइन्ट्सहरु कति दिने सबै कुराहरु चाहिँ यो कुराले पनि अलिकति डिफाइन चाहिँ गर्छ है त क्लियर छ है ल ठीक छ अनलाइनमा नि क्लियर हुनुहुन्छ है ल अब यो प्रोजेक्ट अर नट भन्ने पार्ट तपाईलाई चाहिँ अब अलरेडी आइडिया भइसक्यो अब यहाँ अपरेसन कुरा पनि तपाईले देख्नुहुन्छ अनि प्रोजेक्ट कुरा पनि देख्नुहुन्छ डेभलपिङ अ कलेज ERP डेफिनेटली प्रोजेक्ट हो फिक्सिङ अ ब्रोकन वाटर पाइप के होला
प्रोजेक्ट हो पाइप फिक्स भए पछाडि सिद्धिन्छ काम है सो इट हेज ए स्टार्ट एन्ड एन्ड टाइम हुन्छ सो त्यो चाहिँ तपाईँहरूलाई बुझ्नुहोस् है अपरेसन भन्नु मिल्दैन बिल्डिङ अ प्रोडक्टिभिटी एप प्रोजेक्ट हो अपरेसन नभन्नुहोस् है अनि बिकज एप हो यसको स्टार्ट हुन्छ एन्ड हुन्छ केही न केही टाइम फ्रेम हुन्छ प्रोड्युसिङ अ डेली न्युज बुलेटिन डेली भन्ने वर्ड देखे पछाडि तपाईँले अपरेसन भनेर भनिदिनु भयो हुन्छ डेली भनेको हेज अ नेभर एन्ड छैन नि त डेली दिनका दिन भनेको सधैँ भनेको है अनि अर्गनाइजिङ अ कल्चरल फेस्ट प्रोजेक्ट हो बिकज कलेज फेस्ट एन्ड हुन्छ स्टार्ट हुन्छ मेकिङ अ सेमेस्टर प्रोजेक्ट एउटा सेमेस्टरको त्यहाँ वर्डैमा प्रोजेक्ट छ त्यसलाई अपरेसन भन्नु त हुँदै भएन है सो यसरी चाहिँ हामीले थाहा पाइयो कि प्रोजेक्ट भनेको के रहेछ अपरेसन भनेको के रहेछ भनेर चाहिँ हामीले बुझ्यो हामी क्लियर छौँ है ल द्याट्स गुड ल यहाँ चाहिँ स्मल एउटा डिबेट हामीले गर्छौँ यहाँ चाहिँ अब यो डिबेटमा चाहिँ तपाईँहरू एउटा टिम अनि अनलाइनमा चाहिँ एउटा टिम है त यहाँनिर चाहिँ हामी डिबेट गर्छौँ फर्स्ट यस्तो गरौँ फर्स्टमा चाहिँ लेट्स सी तपाईँहरूको आन्सर चाहिँ अलग छ कि छैन यदि सबैको सेम आन्सर देयर्स नो पोइन्ट टु डिबेट छैन भने चाहिँ लेट्स डिबेट है त ल अगेन 1 मिनट टाइममा चाहिँ लेट्स सी तपाईँहरूको आन्सर के हुन्छ अनि अलिकति सानो हामी डिबेट गर्न ट्राई गरौँ कसैको आन्सर चाहिँ डिफ्रेन्ट आयो रङ नभनौँ डिफ्रेन्ट भनौँ ल है त ल 1 मिनट टाइममा चाहिँ ट्रेनिङ 100 इम्प्लोइज मेकिङ अ मन्थली म्यागजिन अनि अघि मैले भनेको कुरा चाहिँ यहाँ चाहिँ एन्ड छैन है हेर्नुहोस् है एन्ड हुने कुरा भनेको छैन एन्ड भनेको हुनुपर्छ है अनि क्रिएटिङ अ डेली सोसल मिडिया कन्टेन्ट एडिङ अ न्यू फिचर टु वेबसाइट मेन्टेनिङ अ वेबसाइट ल यसलाई चाहिँ तपाईँहरूले आन्सर गर्न ट्राई गर्नु अलिकति जानी कन्फ्युजिङ कुराहरू राखेको छौँ हामी है त्यो पार्टमा हेरौँ तर मिल्यो भने चाहिँ हामी डिबेट गर्दैनौँ अनलाइनमा सुमोद रिचाले पनि हामी डिबेटको लागि रेडी हुनुहोस् तपाईँको आन्सर अलग अलग आयो भने है एन्ड छैन हामी रेडी हो ल अनलाइनमा पनि रेडी हुनुहुन्छ है ल हामी फर्स्ट टिम यता अञ्जली रियाबाट स्टार्ट गरौँ ल मेन्टेनिङ अ वेबसाइट एडिङ अ न्यू फिचर्स टु वेबसाइट creating a daily social media content, making a monthly magazine, training 100 employees. हामी यताबाट जाउँ हजुर 3 जनाको लाइक फर्स्टमा चाहिँ अब कुन चाहिँ कन्टेक्स्टबाट हेर्न पर्छ लाग्यो म अब युजर हो भने चाहिँ मैले कसरी कम्पनीलाई दिन्छु नि त्यति बेला चाहिँ उनीहरूको फर्स्ट एन्गेज नहुन सक्छ हैन प्रोजेक्ट भन्न पाए नत्र मै कम्पनी हो भने चाहिँ रेगुलरली मेन्टेन गरिरहेको छु भने चाहिँ ल अगेन जस्तै यो पार्टमा पनि ल म चाहिँ डिबेट यताबाट गरेँ है त ल तपाईँबाट यसलाई रेस्पोन्ड गर्नुहोस् त उहाँलाई यसलाई चाहिँ अपरेसनै हो भनेर मैले भ्यालिडेट गरिदिएँ तर उहाँले भनेको कुरा चाहिँ कम्पनीलाई दिए भने पनि र यो भयो भने पनि उहाँले भन्नुभएको छ नि त्यसलाई पनि लेट्स हेर्यो तपाईँहरूको यसलाई आन्सर के छ उहाँलाई बुझ्नु नेसेसरी छ जस्तै अब हामीले अघि डिस्कस गर्दाखेरिमा चाहिँ जस्तै केही बग छ भन्नु नि बग इज अ न्यू थिङ जस्तै अघि हाम्रो फिक्सिङ अ ब्रोकन पाइप भने जस्तै बग भन्छ फिक्सिङ अ बग इज अ प्रोजेक्ट के हो तर हामीले सफ्टवेयर कम्पनीलाई नै प्रोजेक्ट बनाउन दियौँ भनेको जस्तै हामी जस्तै मेरो वालपेपरमा हजुरले अघि ब्रिटेक देख्नु भएको थियो सुरुमा हामी माथि जाउँ हामी सफ्टवेयर कम्पनी नै हो हामीलाई पनि त्यो प्रोजेक्ट
कहिले मेन्टेनेन्सको प्रोजेक्ट आउँछ हाम्रो कन्ट्र्याक्ट चाहिँ कस्तो हुन्छ भने त्यसको प्रोजेक्ट मेन्टेनेन्समा चाहिँ एन्ड डेट हुँदैन क्या हाम्रोमा जस्तै यो प्रोजेक्ट चाहिँ कहाँ गएर मेन्टेनेन्स सकिन्छ भनेर वी नेभर नो अब त्यो उहाँहरूले चाहिँ अब क्लाइन्ट साइडबाट ल अब चाहिँ हामी तपाईँसँग मेन्टेन गर्दैनौँ भनेको दिन नै हाम्रो के हो एन्ड डेट हो भनेपछि त्यो चाहिँ इनिसियली कहिले पनि कम्युनिकेट चाहिँ हुँदैन सो रिगार्डलेस आफूले गरे पनि र हामीले अरू कुनै कम्पनीलाई दियौँ भने पनि मेन्टेनेन्स यहाँसम्म गरिदिनुहोस् भने हामीसँग टाइम लाइन चाहिँ आउँदैन नर्मल्ली सो त्यो बारेमा चाहिँ मेन्टेनिङ वर्ड इटसेल्फ इज अ अपरेसन है सो नो कन्फ्युजन है त ल एन्ड डेट चाहिँ हुँदैन पुरा हुन्छ डेफिनेटली In that case, payment चाहिँ like regularly गरिरहेको हुन्छ कस्टमरले like फन्डमै यति so for unlimited time हो जस्तै अपरेसन एभर लास्टिङ भए जस्तै पेमेन्ट पनि एभर लास्टिङ हुन्छ एज अ सब्सक्रिप्सनको रूपमा जस्तै तपाईँले आज वर्ल्ड इन्टरनेट जोड्नु भयो इट्स एन अपरेसन थिङ कि त्यो चलिरहन्छ बिकज दे मेन्टेन आवर इन्टरनेट नि त उहाँहरू आउनुहुन्छ काम गर्नुहुन्छ हामी पेमेन्ट बुझाइरहन्छौँ अपरेसन थिङ हो सो मेन्टेनेन्सलाई फिक्स बजेट कहिले पनि राख्नु हुँदैन प्रोजेक्टमा यदि मेन्टेनेन्सको प्रोजेक्ट आयो बेसिकली 5 lakhs मेन्टेन दिस साइट भन्नु भनेको द्याट्स अ ट्र्याप बुझिहाल्नुहोस् बिकज मेन्टेनेन्समा चाहिँ तपाईँले भन्नुपर्ने कुरा चाहिँ 5 lakhs सुनेपछि इयरली भनेर सोधिहाल्नुहोस् बिकज द्याट्स अ मेन्टेनेन्स थिङ लङ गोइङ हुन्छ वाट अबाउट द सेकेन्ड इयर के गर्ने कसरी गर्ने होइन त्यो बारेमा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने कुरा वेबसाइट मेन्टेनेन्स भनेपछि द्याट्स एन अपरेसन थिङ तपाईँहरूलाई अवेर हुनुपर्छ र तपाईँहरू कन्ट्र्याक्ट कहिले ड्राफ्ट गर्नु परिहाल्यो कुनै कम्पनी तपाईँ प्लेसमेन्ट हुनुभयो ल कस्ट निकालेर प्लानिङ गर भनेर कसैले भनिहाल्यो र तपाईँको मेन्टेनेन्सको आयो भने चाहिँ इट्स नट अ प्रोजेक्ट इट्स एन अपरेसन थिङ तपाईँले मेन्टेन गर्न स्टार्ट गरे पछाडि त्यसलाई प्रोजेक्टमा डिभाइड गर्नुपर्छ हामीले बिकज लेट्स से मेन्टेनिङ अ वेबसाइट मिन्स ह्याभिङ अ लट अफ समथिङ्स केही वर्केबल्स थिङ्सहरू छ लेट्स से आज मैले कन्ट्र्याक्ट गरेँ एउटा मेन्टेनेन्सको फर्स्ट थिङ के गर्नु पर्छ त्यसलाई हामीले त्यसको के मेन्टेनेबल कुराहरू छ के इस्युजहरू छ फर्स्टमा लिस्ट आउट गर्नु द्याट्स अ प्रोजेक्ट होइन अन्डरस्ट्यान्डिङ एन्ड गेटिङ रिक्वायरमेन्ट्स पनि एउटा प्रोजेक्ट हो नि त यो रिक्वायरमेन्ट्स डन भयो मेरो त्यो प्रोजेक्ट सिद्धियो आफ्टर द्याट मैले त्यो जुन मेरो लिस्ट अफ बग्सहरू थियो त्यसलाई मैले एउटा युजर स्टोरी बनाएर मैले के एउटा कुनै प्रोजेक्ट म्यानेजमेन्ट टुलमा राखेँ द्याट माइट बी अ प्रोजेक्ट अगेन होइन त्यो पनि सिद्धियो अब डेभ टिमले काम गर्न स्टार्ट गर्ला द्याट माइट बी अ सानो मोड्युल क्यान बी अ प्रोजेक्ट तर मेन्टेनेन्स एज अ होल इज नट अ प्रोजेक्ट बिकज त्यो सिद्धिँदैन पर्टिकुलर एउटा इस्यु चाहिँ सिद्धिएला जस्तो इक्जाम्पल है एउटा साइटमा चाहिँ त्यसै एउटा पपअप ब्यानर बुझ्नुहुन्छ त्यसमा चाहिँ इस्यु छ अरे होइन त्यसमा हाइपरलिङ्क छ तर थिच्दा चाहिँ जाँदैन भनेर चाहिँ यदि क्लाइन्टले भन्नुभयो मेन्टेनेन्स होस् तर फर्स्टमा यो इस्यु हेरिदिइहाल्नुहोस् न भनेर नेपाली क्लाइन्टले भन्नुभयो भने त्यो पर्टिकुलर क्यान बी अ प्रोजेक्ट बिकज त्यसको लागि चाहिँ 1 दिन लाग्ला 1 डेको प्रोजेक्ट होला कि तर भोलिपल्ट गर्ने काम फेरि डिफ्रेन्ट काम छ नि त सो बारेमा मल्टिपल प्रोजेक्ट हुन्छ तर त्यसको एन्ड डेट चाहिँ हुँदैन सो सानो वी क्यान कन्सिडर अ प्रोजेक्ट तर मेन्टेनिङ अ होल थिङ इज नट अ प्रोजेक्ट है त ल ओके ल अब यसलाई कहिले काहीँ कन्फ्युजन भयो भने हाउ टु ट्रबल सुट इट होइन कसरी थाहा पाउने त फर्स्टमा क्वेसन डज इट एन्ड भनेर सोधिहाल्नुहोस् कि सिम्पल आन्सर द्याट विल हेल्प यु डिसाइड कि यो प्रोजेक्ट हो कि होइन भनेर अब जस्तै मेन्टेनिङ भनेपछि डज इट एन्ड यो क्लाइन्टलाई सोध्न सक्यो नि त जस्तै कहिलेसम्म भनेर सोध्न सक्यो गर्नुहोस् न सर ल अब जहाँसम्म हुन्छ भनेपछि द्याट्स नट एन एन्ड ल मानिलिनु यो 2026सम्म गरिदिनुहोस् भन्नु चाहिँ द्याट्स एन प्रोजेक्ट नि त अघि बिकज यसको एन्ड टाइम आयो भनेपछि एन्ड टाइममा चाहिँ हामी के गर्छौँ त लिस्ट अफ रिक्वायरमेन्ट ग्यादर गर्छौँ जस्तै अब एउटा मेरो एक्सपिरियन्स पनि भन्छु एउटा स्कुल म्यानेजमेन्ट सिस्टम थियो अरू कोही आइटी कम्पनीले बनाउनु भएको तर त्यो कम्पनीको डेभलपर्सहरू चाहिँ अलि स्टेबल नभएको भएर चाहिँ त्यो प्रोजेक्ट गट अ फेलियर अनि दे अप्रोच अस टु वर्क अन द्याट प्रोजेक्ट अनि बट द वान रिक्वायरमेन्ट दे ह्याड वाज कि यो चाहिँ फिक्स बजेटमा काम हुनुपर्छ भन्ने चाहिँ रिक्वायरमेन्ट आयो ठ्याक्कै सेम केस होइन अनि इनिसियल्ली वी डिस्कस्ड अब मेन्टेनेन्स गर्न फिक्स बजेटमा टफ कुरा हो बरु लेट्स नट मेक इट अ मेन्टेनेन्स थिङ नबनाउँ यसलाई लेट्स मेक इट अ प्रोजेक्ट बनाउँ हामी डिस्कसन गऱ्यौँ हाउ भन्दा चाहिँ सो यु गिभ अस अ फुल लिस्ट अफ डकुमेन्ट्स वेयर इट इन्क्लुड्स एभ्री बग यु हेभ इन यर प्रोजेक्ट एन्ड विल गो थ्रु अल अफ इट हामी सबैमा जान्छौँ विल डिसाइड स्टोरी पोइन्ट्स विल डिसाइड इच टाइमलाइन र डेडलाइन हामी बनाउँछौँ अनि त्यो सकाएपछि हाम्रो च्याप्टर क्लोज भनेर चाहिँ हामी के भन्नु पर्दा चाहिँ प्रोजेक्टमा कम अब नाउ दिस इज द प्रोजेक्ट कि बिकज वी आर नट वर्किङ अन अ मेन्टेनेन्स थिङमा होइन कि वी
वी आर फिक्सिङ थिङमा हामी लाग्दैछौँ अनि एभ्री लिस्टहरू बग उहाँहरूले प्रोभाइड गर्नुभयो हामी इन्टरनली आफ्नो क्युबीमा पनि त्योमा हामी लाग्न भन्यौँ अनि उहाँहरू दिएको बग प्लस हामीले निकालेको बगहरू चाहिँ लिस्ट आउनु भयो अनि यस्तो कुराहरू चाहिँ कसरी काम हुन्छ अनि मानिलिनुहोस् उहाँहरूले चाहिँ हामीलाई 100वटा प्रोजेक्ट बगको लिस्ट दिनुभएको थियो हामीले 50वटा भेटायौँ होइन अनि कन्ट्र्याक्टमा चाहिँ मेन्सन हुन्छ कि दिस 50 बग्स काम गर्दै जाँदाखेरिमा भोलिको दिनमा अरू थप त्यो सिद्धि पछाडि अर्को नयाँ बग हामीले जुन भेटाएको थिएनौँ देखेको छैनौँ उहाँले पनि भन्नुभयो भने हाम्रोबाट पनि छुट्यो भने अनि द्याट फल्स बिहाइन्ड आवर स्कोप हामी त्यो स्कोपभन्दा बियोन्डमा पर्ने कुरा भयो कि बिकज दे डिडन्ट सो इट वी कुडन्ट फाइन्ड इट द्याट्स त्यो हामीले डिसाइड गरेको कुरा त सिद्धिसक्यो नि त इट हेज ए एन्डेड सो त्यसलाई पनि हामी प्रोजेक्टभन्दा बाहिर भने त्यसरी हामीले प्रोजेक्ट कम्प्लिट गरेको छ गर्न सकेको छ सो त्यो बारेमा चाहिँ मेन्टेनेन्स यसलाई हामी अगेन कन्सिडर गर्दैनौँ मेन्टेनेन्स भने चाहिँ गइरहन्छ है सो एन्ड चाहिँ हुँदैन अब डज इट प्रड्युस समथिङ भनेको चाहिँ अब तपाईँहरूले अब अघि हाम्रो ओपनिङ अ सेकेन्ड रेस्टुरेन्ट भने सेकेन्ड स्टोर भने जस्तै अब त्यहाँको अलग कुरा भयो नि त सेकेन्ड अपरेसनले नयाँ कुरा जेनेरेट गर्ला के गर्ला होइन एउटा कुनै प्रोजेक्टको आउटकम होला सो त्यो बारेमा चाहिँ अनि डज इट रिक्वायर प्लानिङ भने चाहिँ प्लानिङ नेसेसरी छ कि छैन प्रोजेक्टहरूमा चाहिँ डेफिनेटली हुन्छ अपरेसनमा चाहिँ एउटा प्लानिङ एउटा पोइन्टमा गए पछाडि प्लानिङ नेसेसरी नहोला त्यही पर्टिकुलर कामको लागि चाहिँ इनिसियल्ली होला तर भोलि दिनमा प्लानिङ नेसेसरी पनि नहोला एउटा एसओपी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरले नै त्यो प्रोजेक्ट के होला त्यो अपरेसन चाहिँ स्मुथ भइहाल्छ त्यही प्रोजेक्टलाई चाहिँ प्लानिङ चाहियो अपरेसनलाई चाहिँ के चाहियो एसओपी चाहियो है एसओपी भनेको कन्फ्युजन छ भने चाहिँ एउटा प्रोसेस डिफाइन्ड हुन्छ अनि त्यो यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने सधैँ यस्तो गरेर जस्तै इक्जाम्पलको लागि यो स्टार्टिङ अ न्यू ब्याच चाहिँ हामीलाई एउटा तपाईँको प्रोजेक्ट भयो भने अब यहाँभित्रको अपरेसन चाहिँ के होला त जस्तै रिमाइन्डिङ अ मेन्टर टु रेकर्ड अ क्लास होइन प्रिपेयरिङ अ क्लास अनि तपाईँको यो सबै कुराहरू चाहिँ उहाँहरूले मेन्टेन गर्नुहुन्छ नि त अशोक सर अल्सा म्याम सबैजना टिम हुन्छ नि तलपट्टि उहाँहरूले चाहिँ अपरेसन थिङ हेर्नुहुन्छ भने चाहिँ हामी प्रोजेक्ट साइड हेर्छौँ भने चाहिँ यसरी चाहिँ हामीले अपरेसन भन्ने पार्ट चाहिँ हामीले बुझ्नु पऱ्यो है त ल आजको लागि हाम्रो की टेकअवेज भनेको चाहिँ प्रोजेक्ट टेम्पररी हुन्छ यसमा कन्स्ट्रेन्ट्सहरू हुन्छ अघि हामी डिसाइड गरिसक्यौँ प्राइस कस्ट रिसोर्सेस आदि इत्यादि र बााउन्ड्रिजहरू हुन्छ मैले डिस्कसनमा चाहिँ मैले स्कोप र आउट अफ स्कोपको कुराहरू मैले निकालेको थिएँ त्यसलाई हामीले बााउन्ड्रिज कन्सिडर गर्न सक्छौँ है अनि अपरेसन भनेको चाहिँ प्रोजेक्ट होइन र प्रोजेक्टहरूमा चाहिँ जे कुरा स्टार्ट हुन्छ एउटा क्लियर डेफिनेसनमा स्टार्ट हुन्छ अघि मैले अघि हजुरलाई भने जस्तै लेट्स ग्यादर अल द बग्स द्याट यु हेभ इन अ प्रोजेक्ट भनेको क्लियर डेफिनेसन नै हो त्यो चाहिँ हाम्रो स्कोपभित्र पर्छ त्यहाँभन्दा बाहिरको चाहिँ इट्स अनदर थिङ भनेर हामीले भने जस्तै यो कुराहरू चाहिँ हाम्रो के भयो प्रोजेक्टमा पर्नु भयो यो चाहिँ तपाईँहरूले थाहा पर्ने कुराहरू चाहिँ हो है त ल हामी यसरी चाहिँ अब यो पार्टहरू चाहिँ थोरै तपाईँहरूले अन्डरस्ट्यान्ड गर्ने पार्ट भए पनि हामी यसरी बिचबिचमा चाहिँ डिबेटहरू गर्छौँ इन्टरेक्टिभ एक्टिभिटीहरू गर्छौँ ताकि तपाईँहरूलाई चाहिँ एउटा गुड अन्डरस्ट्यान्डिङ चाहिँ यसले पाओस् हामी डिस्कसन गरेर त्यसलाई सल्भ गरौँ भनेर है त ल अब यसमा चाहिँ अब मेरो एउटा पार्टमा चाहिँ मैले यो हजुरले नोट डाउन गर्नुभएको छ द्याट्स गुड तर मैले स्टुडेन्टहरूलाई चाहिँ एउटा क्लास नोट भनेर मैले बनाइदिएको पनि हुन्छु अनि त्यो म तपाईँहरूलाई सेयर गर्छु अथवा अल्सा म्यामहरूलाई सेयर गर्छु उहाँहरू चाहिँ सेयर गर्नुहुन्छ तर त्यसको लागि चाहिँ मलाई इच क्लासमा चाहिँ आई विल पिक 3 स्टुडेन्ट्स जसले चाहिँ त्यहाँनिर एउटा सानो टास्कहरू हुन्छ त्यो टास्क गर्नुहुन्छ प्लस होमवर्कहरू चाहिँ सबैजनाले नै गर्नुहुन्छ है त र स्मल होमवर्क छ र टास्क पनि छ म त्यसमा चाहिँ तपाईँहरूलाई लान्छु है त ल अघि हामीले डिस्कस गरेको कुराहरू सबै यसमा छ यो सेसन 1 को नोटहरू भयो अनि यसमा चाहिँ तपाईँ हाम्रो अब्जेक्टको कुराहरू छ अघि हामी डिस्कस गरेको कुरा छ मैले अघि नासाको एउटा इक्जाम्पल लेखेको थिएँ मैले यहाँनिर एउटा आर्टिकल पनि छ होइन हजुर यसलाई पढ्न सक्नुहुन्छ आफ्नो टाइमहरूमा यहाँ के लेखेको छ कस्तो भएको रहेछ भनेर तपाईँ आइडेन्टिफाई गर्न सक्नुहुन्छ अनि अब यो आर्टिकलमा हजुरलाई टु लङ टु रिड भयो भने यहाँनिर यसको सर्टन भर्सन पनि छ होइन अनि वार्म एक्टिभिटी हामीले गरिसक्यौँ होइन अनि डेफिनेसन हामीले डिस्कस गरिसक्यौँ क्यारेक्टरिस्टिकहरू पनि यहाँनिर हामी डिस्कस गरिसक्यौँ होइन अनि प्रोजेक्ट भर्सेस अपरेसन पनि हामीले डिस्कस गरिसक्यौँ होइन अनि ट्रिपल कन्स्ट्रेन्ट गरेर हामीले डिस्कस गरिसक्यौँ अनि यहाँनिरको हामीले
गाइड डिस्कसन पनि गरिसक्यौँ डेभलपिङ एआरपी भन्ने पार्ट है। अब यहाँनिर तपाईँको चाहिँ यो कलेज इभेन्ट भन्ने पार्ट छ अनि यसलाई चाहिँ हामी थोरै यो सेसनलाई चाहिँ प्र्याक्टिस गरौँ है त। अनि त्यस पछाडि चाहिँ हामी यति सकाए पछाडि चाहिँ हामी एउटा यहाँ होमवर्कको पार्ट र मेरो ट्याक्सको पार्ट चाहिँ म भन्छु है त। यहाँनिर एउटा इम्पोर्टेन्ट इन्फर्मेसन भनेर यो ट्याब हुन्छ, यहाँ चाहिँ म तपाईँहरूलाई चाहिँ असाइन गर्छु है। अनि हजुरले चाहिँ यहाँनिर हाम्रो ठ्याक्कै यो डिस्कसनको इन्टरनेटमा अरू रिसोर्सेस पनि तपाईँले खोज्ने, भिडियोज, ब्लग्स, वाट एभर इट माइट बी होइन, त्यो चाहिँ तपाईँले यहाँनिर चाहिँ लिङ्क अथवा टाइप के हो, यो बुक हो कि भिडियो हो कि के हो यहाँनिर राखिदिएर अनि यहाँनिर यसको नोट्सहरू पनि लेख्ने, आफूले पढ्ने पनि खोज्ने पनि। अहिले तपाईँलाई आज त बरु स्मल पार्ट छ, प्रोजेक्ट हो कि होइन भन्ने कुराहरू हामी डिस्कसन पछाडिको पार्टहरूमा चाहिँ बिस्तारै कम्प्लेक्सिटी बढ्दै बढ्दै जान्छ। अनि दिस विल बी अ गुड रिसोर्स फर यु टु कम ब्याक एन्ड रिभिजिट दिस। तपाईँहरूले चाहिँ यो भिडियोको एक्सेस पनि हुन्छ र यहाँ भएको कुराहरू चाहिँ घरि अञ्जललाई पर्ला, घरि रियालाई पर्ला, घरि हामीलाई पर्ला, घरि सुमोदलाई पर्ला होइन। उहाँहरूले चाहिँ यहाँनिर चाहिँ ल्याएर राखिदिनुहुन्छ। यो लेख्ने राखिदिने पार्ट चाहिँ मैले जस्तो आशा गर्छु उहाँहरूको, तर भोलि क्लासभन्दा अगाडि चाहिँ यसलाई पढेर आउने जिम्मा चाहिँ सबैजनाको, बुझ्नुभयो। अथवा हामी भोलि उहाँ राखेको कुरा पनि थोरै डिस्कसन चाहिँ गर्छौँ। सो ल अब हामी यहाँनिर चाहिँ एउटा सानो पार्ट डिस्कस गर्दाखेरिमा चाहिँ ल मैले यहाँ धेरै हिन्ट चाहिँ म धेरै दिँदिनँ होइन। एउटा प्रोजेक्ट भने पछाडि चाहिँ अघि हामीले स्टार्ट डेट एन्ड डेट कुरा गरिरहेको थियौँ, कन्स्ट्रेन्टको कुरा गरिरहेको थियौँ है। अब यहाँ डेलिभरेबल्स, स्टेक होल्डर र सक्सेस मेट्रिक भनेको चाहिँ हामी थोरै डिस्कस गरौँ है त। एकदमै इम्पोर्टेन्ट पार्ट हो सक्सेस मेट्रिक भनेको, बिकज यसैले गर्दा हो तपाईँको कन्फ्लिक्टहरू चाहिँ इस्यु रेज हुने नर्मल है प्रोजेक्टहरूमा चाहिँ। अथवा जे भन्दा पनि जस्तो इक्जाम्पलको लागि उहाँले सानो एउटा उहाँले भने जस्तै कुनै हामी एउटा कुनै साइट भिजिट गर्न गयो भने हामी लुम्बिनी भिजिट गर्न गइरहेको छौँ। हाम्रो लुम्बिनी भिजिट गरेर आए पछाडि सक्सेस मेट्रिक चाहिँ के हुन्छ त, डिफाइन्ड हुनु होला नि त। जस्तै सबैजना सकुशल फर्किनु पऱ्यो होइन, एक्सिडेन्टहरूबाट हामी त्यहाँबाट अभोइड भएको हुनु पऱ्यो। यस्तो यस्तो हामीले केसलाई के भयो भने चाहिँ यो प्रोजेक्ट चाहिँ सक्सेस मान्ने भनेर चाहिँ हामीले डिफाइन पहिले गर्नुपर्छ। नभए के भन्छ यो प्रोजेक्ट सक्सेस नै हुँदैन, बिकज सब्जेक्टिभ थिम हुन्छ। जस्तै अघिको मैले देखाएको स्लाइड इज इट गुड अर ब्याड भनेर भन्यो भने दिस इज सब्जेक्टिभ थिङ है। मलाई गुड लाग्यो होला, कोही यहाँबाट डिजाइनर प्यासनेट हुनुहुन्छ भने दिस कुड ह्याभ डन, यस्तो यस्तो गर्न मिल्थ्यो भनेर भन्नुभयो। सो भएर चाहिँ सक्सेस मेट्रिक चाहिँ के हो त त्यो प्रोजेक्टको चाहिँ हामी डिफाइन गर्नुपर्छ। अब त्यो भएको भएर चाहिँ हामी एउटा लेट्स टेक इट एज अ क्लासवर्क चाहिँ रूपमा गरौँ। एउटा कलेज टेक इभेन्ट चाहिँ गर्नुपर्ने छ अरे, यसको स्टार्ट एन्डेड यु क्यान हेभ इट इमेजिनेटेड डेट राख्न सक्नुहुन्छ। डेलिभरेबल्स, यो टेक इभेन्टमा तपाईँले चाहिँ डेलिभरेबल्स चाहिँ के होला, इक्जाम्पलको लागि मैले एउटा मात्र हिन्ट दिन्छु कि जस्तै 4 टप स्पिकर्सहरू चाहिँ हुनुपर्छ। अनि त्यो चाहिँ प्रायः एउटा टेक इभेन्ट भन्छ केही सफ्टवेयर कम्पनीको मेबी फाउन्डर्सहरू, मेबी डेभलपर्सहरू चाहिँ कोहीले बोल्नु पर्ला भने एउटा डेलिभर्स होला प्रायः है। अनि त्यो भए पछाडि सँगसँगै तपाईँले यसलाई तलपट्टि एज अ टास्क ग्रुपमा चाहिँ अब के होला त्यसको इन्भाइट गर्नु पर्ला उहाँहरूलाई होइन। सो एउटा हाई लेभलमा चाहिँ तपाईँले डेलिभर्स भनेको त्यस्तो केही होला कि, अनि मेबी त्यहाँभित्र केही प्राइज डिस्ट्रिब्युट गर्ने केही छ कि, सेरेमनीहरू केही छ कि, यो तपाईँले डेलिभर्समा चाहिँ कन्सन्ट्रेट गर्न सक्नुहुन्छ। अब कन्सन्ट्रेटमा तपाईँको चाहिँ टाइम, जस्तै प्रिपेरेसनको लागि टाइम कहिलेसम्म छ होइन, हामी यो इभेन्ट चाहिँ कहिले स्टार्ट भएर यो चाहिँ इभेन्ट चाहिँ इन्भेस्टमेन्ट कहिलेसम्म गइसक्नु पर्ने हो होइन, टाइम कन्सन्ट्रेटको लागि, कस्ट कन्सन्ट्रेटको लागि चाहिँ यो सबै कुराहरू जस्तै टोकन अफ लभ दिनु पर्ला, के दिनु पर्ला, बजेटहरू कति अज्युम गर्ने हो होइन। अनि अर्को तपाईँको टाइम भयो, कस्ट भयो, रिसोर्सेस, तपाईँले चाहिँ भोलिन्टियर्सहरू कतिजना चाहिन्छ, यो सबै कुराहरू तपाईँ यहाँनिर मेन्सन गर्न सक्नुहुन्छ। र कन्सन्ट्रेट यति मात्र नहोला, इक्विपमेन्ट्सहरू पनि होला, टुल पनि होला। इट इज अ कन्सन्ट्रेन्ट टुल। जस्तै इक्जाम्पल हामीलाई प्रोजेक्ट गर्दाखेरि चाहिँ विन अ गिट हब चाहिन्छ, हामीलाई फिग्मा चाहिन्छ, एउटा कुनै प्रोजेक्ट म्यानेजमेन्ट टुल चाहिन्छ, जिरा चाहिएला, असाना चाहिएला, अथवा त्यस्तै कुनै एउटा अर्को ओपन प्रोजेक्ट भन्ने चाहिएला। द्याट टुल्स आर अल्सो कन्सन्ट्रेन्ट, बिकज त्यो भएन भने के हुन्छ त प्रोजेक्ट चाहिँ सक्सेस हुँदैन है। यो कन्सन्ट्रेन्ट पनि तपाईँहरूले चाहिँ यसको लागि चाहिँ लेख्नु होला। स्टेक होल्डर्स, यो इभेन्टको स्टेक होल्डर्स चाहिँ को हो त, जस्तै कलेज इभेन्टको लागि चाहिँ मेबी प्रिन्सिपल्स होला, मेबी कोअर्डिनेटरहरू हुनु होला होइन। अब यो खालको कुरा चाहिँ स्टेक होल्डर चाहिँ हामीले त्यो डिफाइन गर्छौँ। स्टेक होल्डर भनेको चाहिँ हामीले रिपोर्ट गर्नुपर्ने मान्छेहरू, स्टेक होल्डर भनेको है, हामीले रिपोर्ट गर्नुपर्ने मान्छेहरूलाई चाहिँ हामीले स्टेक होल्डर चाहिँ हामीले कन्सिडर गर्न सक्छौँ है त। ल हामीले चाहिँ अब स्टेक होल्डर भनेको अब यो इभेन्टमा चाहिँ हामीले रिपोर्ट गर्नुपर्ने मान्छे तपाईँले बुझ्दा हुन्छ। तर ठ्याक्कै आइटी प्रोजेक्टमा भन्दा रिपोर्ट गर्नुपर्ने मान्छे प्लस
जसको लागि तपाईँहरूले प्रोजेक्ट डिफाइन गर्दै हुनुहुन्छ प्लस होइन अब त्यो प्रोजेक्ट इन्भल्भ हुने सबैजनालाई चाहिँ हामी स्टेक होल्डर कन्सिडर गर्छौँ है। यहाँ चाहिँ मैले तपाईँहरूलाई भनेको चाहिँ यो यहाँ इभेन्ट र सुपरभाइज गर्ने मान्छेहरूलाई म स्टेक होल्डर भनिदिएको थिएँ। तर स्टेक होल्डर भनेपछि त्यो प्रोजेक्टमा डाइरेक्टली अर इन्डाइरेक्टली इन्भल्भ हुनुपर्ने मान्छे सबै चाहिँ के हो स्टेक होल्डर हो। इक्जाम्पलको लागि फन्ड चाहिँ अप्रुभ हुनु पर्यो, मेबी फाइनेन्स पनि के हो अब हाम्रो लागि स्टेक होल्डर हो। अब त्यहाँनिर रिजनिङ त चाहियो नि त, किन बजेट चाहियो भने। सो यो पार्टमा चाहिँ स्टेक होल्डर भनेको एभ्री पर्सन यु वर्क विथ टु कम्प्लिट द्याट प्रोजेक्ट डाइरेक्टली अर इन्डाइरेक्टली। स्टेक होल्डर पनि टाइप हुन्छ, विल गो इन्टु द्याट है। डाइरेक्टली इन्फ्लुएन्स गर्न सक्ने स्टेक होल्डर अनि डाइरेक्टली इन्फ्लुएन्स नगर्ने बट उहाँहरूको ओपिनियन चाहिने स्टेक होल्डर, अलग अलग टाइप स्टेक होल्डर हुन्छ। हामीले प्रोजेक्ट रन गर्दाखेरिमा जस्तै एउटा अहिले रन भइरहेको प्रोजेक्ट लास्ट 2 इयर्सदेखि रन भइरहेको प्रोजेक्ट एउटा छ, हाम्रो ठुलो प्रोजेक्ट छ। There's 50+ stakeholders त्यो प्रोजेक्टमा। इट्स नट पोसिबल टु मेक 50% ह्याप्पी, इट्स नट पोसिबल, कहिले हुन पोसिबल छैन। त्यो पार्टमा हामीलाई चाहिँ डाइरेक्टली प्रोजेक्ट इन्फ्लुएन्स गर्न सक्ने स्टेक होल्डर चाहिँ वी मस्ट सेटिस्फाई देम आफ्नो कामहरूबाट होइन, प्रोजेक्टहरूबाट। सो त्यो पार्टमा चाहिँ त्यो स्टेक होल्डरको टाइप चाहिँ हामी अलिकति पछाडि पर्छौँ, त्यो पार्टमा हामीले डिस्कस गर्छौँ। तर अहिले तपाईँले चाहिँ ओभरअल होमोजिनियस मिक्स अफ स्टेक होल्डर्सहरूलाई तपाईँले मिसाएर चाहिँ यहाँनिर राखिदिनु सक्नुहुन्छ। सक्सेस मेट्रिक भनेको चाहिँ अब के होला, हाम्रो टप इभेन्ट अर्गनाइजरहरू आउनुभयो, बोलिदिनु भयो, हामीले त्यहाँबाट केही न केही नयाँ कुरा सिक्यौँ प्रोबेबली होइन। अनि प्लस त्यो इभेन्टमा चाहिँ केही हर्डल्सहरू भएन होइन, इक्विपमेन्टहरूले राम्रोसँग फङ्सन गर्यो, बिचमै टाइम वेस्टर्सहरू भएन, केही भएन, अथवा अरू के होला द्याट दिस माइट बी डिफ्रेन्ट फ्रम अल अफ यु है। अलग अलगको लागि जस्तै एउटा हजुरको यसमा आन्सर चाहिँ थोरै के होला, हजुरको सक्सेस मेट्रिक त अलग अलग हुन पायो नि त होइन। त्यो पार्टमा चाहिँ जस्तै हाम्रो प्रोजेक्टमा पनि सक्सेस मेट्रिक अलग अलग हुन्छ। जस्तै इक्जाम्पलको लागि द्याट्स वाइ प्रोजेक्टको बजेट र कस्ट हुन्छ नि त, द्याट्स वाइ प्रोजेक्टको क्वालिटी भन्ने कुराहरू हुन्छ नि त। सो यो भनेको चाहिँ अलग अलग। जस्तै मेरो लागि कुनै प्रोजेक्टमा चाहिँ फङ्सनल भए हुन्छ भन्ने रिक्वायरमेन्ट पनि आउँछ मलाई कहिलेकाहीँ होइन। कुनै कुनै प्रोजेक्टमा इट मस्ट बी टप नच वर्ल्ड क्लास हुनुपर्छ भनेर भन्छ। अब सक्सेस मेट्रिक दुईटैको लागि चाहिँ अलग अलग हुन्छ, बिकज एउटा एमभिपी कुरा गर्दैछौँ, अर्को एन्टरप्राइज ग्रेडको कुरा गर्दैछौँ होइन। सो बारेमा चाहिँ सक्सेस मेट्रिक एन्टरप्राइज ग्रेडमा लट अफ थिङ्सहरू होला होइन, तर एमभिपीमा थोरै कुरा होला। भने जस्तै हजुरहरूको पनि कलेज इभेन्ट हजुरको बजेटले कन्सेन्टले सबै कुरा, अब हामीसँग प्रिपरेसन टाइमै थोरै भयो होइन। सो हरेक कुराहरू अलग अलग होला। सो तपाईँहरूले चाहिँ लाइक यहाँ चाहिँ एउटा इक्जाम्पल दिएको छु गेस्ट इन्भिटेसन भनेर, अरू चाहिँ के होला यो चाहिँ तपाईँले चाहिँ एज अ क्लास ग्रुपमा चाहिँ क्विकली गर्न ट्राई गरिहाल्नुहोस् है त। हुन्छ ल, बुझ्नुभयो। स्टार्टेड एन्डेडहरू राख्ने, डेलिभर्सहरू राख्ने आफ्नो, अनि यही डेलिभर्सले चाहिँ सक्सेस मेट्रिकहरू पनि के हुन्छ, चेन्ज हुनसक्छ है, बिकज दिस टु आर इन्टरलिङ्कहरू होला। सक्सेस मेट्रिकमा लाइक अब इभेन्ट सकेपछि सोशल कभरेज आउँछ, जस्तै हाम्रो सक्सेस मेट्रिकमा चाहिँ एउटा इभेन्ट थियो, हामीले प्रेसहरूलाई पनि बोलाएको थियौँ, हामी 4वटा वेबसाइटमा चाहिँ फिचर हुनुपर्ने न्युजमा भनेर देख्न पाइयो सक्सेस मेट्रिक। तपाईँहरूलाई चाहिँ इक्जाम्पल, तर एउटा मात्र सक्सेस मेट्रिक नहोला कि मल्टिपल्स होला। सक्सेस मेट्रिक्स भनेको तपाईँको चेकलिस्ट जस्तो होला कि यो भयो, ओके यो भयो, यो भयो, बिकज सक्सेसको पर्सेन्टेज आउँछ पछाडि गएर। हामी कुरा गर्दै गएर चाहिँ हामी कति पर्सेन्टेज सक्सेस भयो भन्ने कुराहरू पनि आउँछ। त्यो पार्टमा चाहिँ त्यसलाई पनि फिल गर्न पाइयो। मेसँग हजुरले के सोध्नु खोज्यो जस्तो लाग्यो मलाई। प्रोबेबली हो प्रोबेबली हो जस्तै यो पार्टमा सक्सेस मेट्रिक्समा त्यो हामीले चाहिँ लेख्छौँ। अब यसलाई म हजुर लेख्ने तरिका पनि सिकाउँछु म बिस्तारै होइन। सक्सेस मेट्रिकमा चाहिँ हामीले यस्तो यस्तो गर्नु खोजेको, हाम्रो चाहिँ कुसन हामीले चाहिँ कति पर्सेन्टेज चाहिँ हाम्रो एरर रेट चाहिँ राख्ने भन्ने कुरा हुन्छ कि। जस्तो इक्जाम्पल लाइक हामीले गेस्ट बोलाउनु खोजेको 4 जना, अनि प्रोबेबली हामीले 4 जना बोलाउन हामी इन्भिटेसन प्रोबेबली 4 जनालाई गर्छौँ प्रोबेबली, तर एकजनाको चाहिँ आउन एबिलिटी गर्दा मिलेन भनेपछि ओके ल 3 to 4 भन्दा चाहिँ कन्सिडरेबल भयो नि त। तर 4 जना बोलाएको एकजना आउनु भयो भनेपछि त्यो चाहिँ हाम्रो त्यो क्याटेगोरीमा चाहिँ सक्सेस हाम्रो भएन कि। सो हामीले त्यसलाई पनि डिफाइन गर्छौँ सक्सेस भनेर चाहिँ के हो त भन्दा त्यसै एउटा प्रोजेक्टको पार्टमा एउटा कन्कुरेन्ट युजर भन्ने एउटा हुन्छ, एकैचोटिमा त्यो एपमा कतिजनाले चलाउन मिल्ने भनेर। जस्तै मानिलिउँ त्यो प्रोजेक्टको एउटा सक्सेस मेट्रिकमा कन्कुरेन्ट युजर मस्ट बी 5000 भनेर हामीले भन्यौँ है, तर 500 जना कन्कुरेन्ट युजर हुँदा हुँदै त्यो प्रोजेक्ट डाउन भयो, सर्भर डाउन भयो भने त त्यो सक्सेस मेट्रिक कन्सिडर गर्न सकिएन नि त। तर कुसन पिरियड राखेर हाम्रो 5000 भनेको चाहिँ 4.5 होइन
अब 4.8 को रेन्जमा गएर त्यो क्रास हुन गयो भने कन्सिडरेबल होला बिकज मल्टिपल थिङ्सहरू एकैचोटिमा गइरह होला भन्ने खालको चाहिँ सक्सेस मेट्रिक चाहिँ अलग अलग हुन पाउँछ। यसको लास्टमा हामी चाहिँ प्रोजेक्टको सक्सेस पर्सेन्टेजहरू क्यालकुलेट गर्छौँ अनि हामीले क्यालकुलेट गरेरै यो प्रोजेक्ट चाहिँ सक्सेस होला कि फेल होला हामी निकाल्न ट्राई गर्छौँ। सो हामी थोरै अलिकता त्यो पनि निकाल्छौँ हामी, यसो सक्सेसन पर्सेन्टेजहरू पनि निकाल्छौँ त्यो भएर चाहिँ। सो अहिले हजुरलाई आज जति नलेज छ त्यति नलेज चाहिँ त्यो इभेन्टको सक्सेस मेट्रिक तपाईँले लेख्दा हुन्छ। यस्तो भयो भने चाहिँ आइएम ह्याप्पी, यो प्रोजेक्ट सक्सेस भयो उहु भन्न चाहिँ हामीलाई कहिले प्रोबेबिलिटी मिल्ला भन्ने मात्रै त्यस्तो लेख्नु भयो हुन्छ है त, हो कि ल। यसलाई हामी यसलाई यो आज दिनुको रिजन चाहिँ यसलाई हामी कुनै टाइममा गएर रिफ्लेक्ट ब्याक गर्छौँ कि हामीले सिकिसके पछाडि वाट आर द चेन्जेस, हामी चाहिँ के नयाँ कुरा सिकेछौँ अनि हाम्रो प्रोजेक्ट डिफाइन गर्ने एबिलिटी चेन्ज भएछ कि भएन छ, हाम्रो सक्सेस मेट्रिकहरू लेख्ने एबिलिटीहरू चेन्ज भयो कि भएन छ भने हामी चाहिँ पछाडि रिफ्लेक्ट गर्छौँ है। त्यो बारेमा चाहिँ हजुरले जस्तै मैले दिएको यस्तो क्लासवर्कहरू होमवर्क्सहरू छ भने चाहिँ तपाईँहरूले अझै कुनै गुगल डक्सहरूमा तपाईँले चाहिँ docs.new गरेर अझै कुनै फोल्डरहरूमा टक्क मिलाएर चाहिँ हजुरले जस्तै इक्जाम्पललाई यस 1 सेसन 1 अनि क्लास वर्क होइन अनि ड्यास भनेर अब जस्तै हाम्रो यो के छ भने टेक कलेज इभेन्ट यस्तो तपाईँले मेन्सन राख्दै जानुभयो भने चाहिँ बेटर। मैले हजुरलाई यो पनि मैले हजुरलाई चाहिँ एउटा प्रपर फोल्डरमै मेन्टेन गरिदिन्छु ताकि तपाईँहरूलाई रिभिजिट गर्न सजिलो होस् भन्नु। जस्तै यो माथिबाट मुभ गर्नु मिल्छ हजुरले, यो चाहिँ हजुरको हेर्नु पिएम क्लास भन्ने भित्र फोल्डरभित्र छ। त्यस्तै गरी तपाईँले यसलाई चाहिँ आफूले चाहिँ मुभ गरेर आफ्नो ड्राइभको कुनै पर्टिकुलर सेक्सनमा लगेर राख्नुभयो भने हुन्छ है त। यसरी चाहिँ हजुरले लास्टमा हामीले चाहिँ हजुरको ओभरअल क्लासहरू कस्तो भयो, ओभरअल क्लास वर्कहरू कति गर्नुभएको थियो हामीले हेरेर रिभिजिट गरेर हामी त्यसलाई मार्क्स ग्रेडिङ पनि गर्छौँ। त्यो बारेमा हजुर चाहिँ आफूले क्लास वर्कलाई पनि यसरी मजासँग राख्नुभयो हुन्छ है त। ल अघि हामी कलेजकै इभेन्टकोमा चाहिँ लेट्स गो। ल यसको तपाईँले यति कुराहरू चाहिँ तपाईँले गर्न ट्राई गर्नुहोस् है त। ल हजुरको लागि चाहिँ स्टार्ट डेट र एन्ड डेट नर्मल कुरा भयो। त्यो इभेन्टमा तपाईँको डेलिभरेबल्स के हो त, हजुरले आफ्नो सुपरभाइजरलाई हामीले यो इभेन्टमा यस्तो गर्ने प्लान गरेको हो सर भनेर भन्ने कुराहरू चाहिँ के हो हाम्रो है डेलिभरेबल्स हो, हामी बुझ्नुभयो। अनि कन्स्टेन्ट भनेको चाहिँ ओके हामीले यस्तो गर्ने अज्युम गरेको हो सर, तर यसको लागि हामीलाई चाहिने कुरा त के हो त। सो कि म एकजना भएछ मलाई 6 जना अरू मलाई एडिसनली आई वान्ट भोलिन्टियर्स भनेर तपाईँले के हुनु होला त्यो कन्स्टेन्टमा राख्नु होला कि। अनि अलङ विथ द्याट आई निड दिस बजेट होइन, अनि त्यस पछाडि गएर आई निड दिस टाइम टु प्रिपेयर बिकज मेरो कलेज मेरो यो इभेन्टको स्टार्ट डेट चाहिँ ध्यान छ, अझै प्रिपेरेसन पनि चाहियो नि त। यो सबै कुरा तपाईँले के कन्स्टेन्टको रूपमा राख्नु होला कि। स्टेक होल्डर तपाईँको को होला त होइन, तपाईँले वर्क अन गर्ने कलिग्सहरू होइन, तपाईँको सुपरभाइजरहरू होइन, अनि तपाईँको इभेन्टमा आउने गेस्टहरू प्रोभाब्ली होइन, यस सबैजना जसको तपाईँको डाइरेक्टली इन्भल्भ हुने र नहुने यसलाई हामी पछाडि डिस्कस गर्दै जाँदा तपाईँले ओके यहाँ चाहिँ स्टेक होल्डर पनि धेरै टाइप हुँदछ चाहिँ गेस्टको डाइरेक्टली इन्फ्लुएन्स होला त त्यो इभेन्टमा होला कि नहोला प्रोभाब्ली। ल लेट्स ह्याभ अ डिस्कसन। गेस्टको चाहिँ अब हो भनौँ कि होइन नभनौँ वास्तवलाई चाहिँ गेस्टको डाइरेक्ट इन्फ्लुएन्स होला कि नहोला कुनै इभेन्टमा चाहिँ। ओके हजुरको आन्सर आएको छैन, बिग्रेर के हुन्छ नो प्रब्लम। जस्तै गुड क्वेसन, तर त्यो इभेन्टमा चाहिँ एउटा डेलिभर्स चाहिँ 4 जना गेस्ट आएर बोल्ने भन्छ इभेन्ट त्यही मात्र नहोला बिकज इभेन्टमा डान्स सोहरू होला प्लस अनि सर्टिफिकेट्सहरू डिस्ट्रिब्युट गर्ने सेरेमनीहरू होला धेरै कुराहरू होला, त्यही मात्र चाहिँ नहोला। ल हजुरले नै आन्सर गर्न ट्राई गर्नुहोस् त, उहाँको आन्सर आएको छैन उहाँको आएको छैन भन्नुहोस् त। गेस्टको प्रोजेक्टमा चाहिँ डाइरेक्टली इन्फ्लुएन्स होला कि नहोला हजुरलाई चाहिँ हुन्छ प्रोभाब्ली हजुरको आन्सर। ल डाइरेक्टली चाहिँ हुँदैन है बिकज हामीसँग रिक्वायरमेन्ट के छ 4वटा टप भनेको छ, डिफाइन छैन नि त बुझ्नुभयो।
हामीसँग यदि यही कम्पनीको मान्छे चाहियो भनेर भनेको भए चाहिँ प्रोभाब्ली हुन्थ्यो होला। तर हामीले त्यो रिक्वायरमेन्ट राख्दाखेरिमा चाहिँ हामीले डाइरेक्टली इन्भल्भ नहुने तरिकाले नै आएको छ। हजुरले यस्तै त्यही भएर हेर्नु है, प्रोजेक्ट म्यानेजरको एउटा की ट्रेड भनेको चाहिँ एकदमै अटेन्सन टु डिटेल पनि हो। हजुरले बोलेको कुराहरू सुन्नुपर्छ, ध्यान दिएर त्यसलाई डकुमेन्ट गर्नुपर्छ। हामी बिस्तारै सिक्दै जान्छौँ है। ल यति सुबोध क्लासवर्क बुझ्नुभयो। यो इभेन्ट यो प्रोजेक्टको लागि कलेज टेक इभेन्ट प्रोजेक्टको लागि चाहिँ हजुरहरूको स्टार्ट डेट एन्ड डेट डेलिभर्स के होला, तपाईँले रन गरेको इभेन्टमा कन्स्ट्रेन्टहरू के होला, स्टेक होल्डरहरू को हुनु होला, सक्सेस मेट्रिक के होला भनेर तपाईँले चाहिँ डिफाइन गर्नु पर्यो। अब हामीले पछाडि क्लाइन्टहरूसँग काम गर्दा चाहिँ डेलिभर्स चाहिँ हामीले क्लाइन्टसँग डिस्कस गरेर निकाल्ने कुरा हो है। अहिले चाहिँ तपाईँले आफूसँगै सेल्फ डिस्कस गरेर निकाल्न पाउनुहुन्छ। हजुर हुन्छ हुन्छ ल मैले तपाईँको रिसोर्सेसमा राखिदिन्छु है त। रिसोर्सेस सेसन नोट्स फर स्टुडेन्ट्स ल त्यसमा छ है यो नोटहरू। ल लेट्स डु इट। आजको लागि चाहिँ हामी यति गए पछाडि म हजुरलाई टास्क र होमवर्क दिन्छु अनि बाँकी भोलिदेखि चाहिँ हामी क्लास अलि लेन्दी गराउँछौँ है। आजको लागि तपाईँलाई आज सफ्ट हजुर ओके हजुर अकाउन्ट चेन्ज भएको छ होला हजुर मेरो त्यो पुरानो एकाउन्ट रिकभरै भएन कि एकदम पहिला बनाएको एकाउन्ट गुगल एकाउन्ट ओके भन्नुभएको छ ल। तर यो खुल्नको लागि चाहिँ तपाईँलाई गुगल एकाउन्ट पुरानो चाहिँदैन। मैले एनी द लिङ्क एन्ड भ्यू राखिदिएको छु। ल अगाडि भन्नु न है, अब केही गुगल ड्राइभमा सेयर गर्ने। यसलाई नि टिम प्रोजेक्टको रूपमा गर्नुभयो भने है। हो इमेज नै राख्ने हो। सुमोद हजुर सर। ल यो क्लासवर्क गरिहाल्नुहोस् ल। बुझ्नु भएको छ है सुमोद क्लासवर्क मैले के भनेको छु भनेर? हजुर ल गुड। ल रिचा हजुर नि गर्नुहोस् ल। तपाईँको माइकमा इस्यु भयो भने क्लासवर्क चाहिँ गर्नु होला है। हुन्छ।
Sir. Hello. के क्वेसन सोध्न खोज्नु भएको हो हजुरले रिचाले कि रेडी भयो तपाईँको टास्कहरू हेलो Mute. अहिले फेरि आएन हजुरको अडियो अघि आएको थियो सुमोद हजुरको रेडी भयो सर गर्दैछु ओके हजुरले यो लेख्न अहिले मैले हजुरलाई भन्नुको रिजन चाहिँ भोलि गएर हाम्रो यो चेन्ज हुन्छ आज हामी जसरी लेख्छौँ जस्तै इनिसियली स्टार्ट गर्दा जसरी सर्फेसली हामी लेख्छौँ नि पछाडि गएर त्यो चेन्ज हुँदै हुँदै जान्छ सो त्यो वर्डमा डु नट वरी प्लेटफर्म चाहिन्छ नि प्लेस चाहिन्छ नि कलेजको ग्राउन्डमा त्यसले कन्सन्ट्रेट हुन पाइन्छ कि अब कुनै एउटा ठाउँमा गएर गयो भने त्यसलाई कन्सन्ट्रेट हुन यसलाई हाम्रो त भेल्यु भन्नु भेल्युमा चाहिँ अभाइलेबिलिटी चाहियो क्या त्यसैले चाहिँ अब त्यो त्यही तपाईँको अर्को एउटा फिक्स अर्गनाइज सेम ग्राउन्ड युज हुनुपर्ने तपाईँले त्यसलाई कन्सिडर गर्नुपर्छ कि कन्सटेन्ट रुटमा बिकज तपाईँले त्यो कसैलाई इन्फर्मै गर्नु भएन स्टेक होल्डर्सहरूलाई बटु दिनुभएको फुटसल परिरहेको फुटसललाई चाहिँ उनीहरूले पर्मिसनले पाइसक्यो भयो भनेर त त्यो इभेन्ट सक्सेसफुल हुनको लागि त्यो डेलिभर्स अचिभ हुनु भने चाहिँ जे जति गरेर सबै कन्सटेन्ट एभ्रिथिङ बुझ्नुभयो र सिम्पल एन्ड स्विट है एभ्रिथिङ चाहिँ कन्सटेन्ट हुन्छ त्यो कन्सटेन्टहरू पढ्दाखेरिमा मलाई यति भयो मेरो स्विच नाइफ जस्तो आर्मी नाइफ जस्तो हो कि चाहिँ स्विचको नाइफ तपाईँले देख्नु छ यो प्लेट सबै कुरा हुन्छ त्यस यो पायो भने चाहिँ आई क्यान कम्प्लिट दिस प्रोजेक्ट भन्ने कुरा चाहिँ त्यो कन्सटेन्टले चाहिँ डिफाइन गर्न सक्नुपर्छ जस्तै अब हजुरहरूले चाहिँ हामीलाई ठुलो मिटिङ चाहिँदैन हामीलाई एउटा ग्राउन्ड चाहिँदैन हामीलाई एउटा मिटिङ हल चाहिएपछि मिटिङ हल अभाइलेबिलिटी चाहिँ के होला हाम्रो कन्सटेन्ट यति कुराहरू चाहिँ होला सो सक्सेस मेट्रिक पनि सबैजनाको अलग अलग हुनु त्यसै डेलिभर्स पनि सबैजनाको अलग अलग हुन पायो बिकज आफ्नो इभेन्ट हो नि त
सुमोदर इच्छाको कम्प्लिट भइसकेपछि भन्नुस् ल। Excuse me, sir.
कमजोर हुन्छ मलाई हजुर भन्नुहोस् न हजुर मैले पठाइदिएँ सर कम्प्लिट भयो मेरो ओके ल ठिक छ हजुरले एमएस टिम्समा राख्नु भएको छ सर मैले असाइनमेन्टमा पठाइदिएँ लिङ्क अल गुड ओके म हजुर त्यहाँबाट भेटाइहाल्छु है त ओके ओके हजुर यसको कपी तपाईसँग राख्दै गर्नुहोस् है हजुर क्लास वर्क चाहिँ कम्प्लिट भएको छ अनि सो टुडे म हजुरको चाहिँ कुनै पनि क्लास वर्कलाई चाहिँ मैले गुड अर ब्याड यस्तो म केही भन्दिनँ अनि दिस इज फर यु टु किप तपाईँहरूकै लागि यो हामी यो क्लासको चाहिँ हामी सर्टेन टाइम पछि रिभिजिट गर्न आउँछौँ जस्तै म थोरै कुरामा चाहिँ यहाँ चाहिँ बजेट प्लान भनेर लेख्नु भएको छ नि डेली वर्क भनेको चाहिँ त्यो प्रोजेक्टको आउटकम हो कि यस्तो कुरा चाहिँ हामीले अब यो चाहिँ तपाईँको जस्तै एउटा इभेन्ट सक्सेस गर्नुलाई छुट्टै तपाईँको टिमसँगको डेली वर्क्सभित्र हाल्न पाइयो होइन यो चाहिँ इभेन्ट कम्प्लिट गर्नलाई चाहिँ यसलाई पनि हामीले चाहिँ अब यो कुरा चाहिँ यसलाई चाहिँ हाल्ने बजेट प्लानमा चाहिँ कन्स्टेन्टमा चाहिँ हाल्ने डेली वर्क्समा चाहिँ नहाल्ने है यस्तो यस्तो कुराहरू चाहिँ हामी पछाडि तपाईँले युल रिभिजिट दिस त्यो टाइममा आइडिया हुन्छ यहाँ तपाईँले लेखेको कुनै कुनै कुराहरू चाहिँ कन्स्टेन्टको कुरा पनि छ जस्तै बजेट अप्रुभल भनेको चाहिँ यसलाई चाहिँ सिम्पली तपाईँले बजेट कन्स्टेन्टमा चाहिँ बजेट लेख्नु भयो भने हुन्छ कि बुझ्नुभएको छ हजुर सर ओके बजेट प्लान चाहिँ सर कन्स्टेन्टमा लेख्नुपर्छ है ठिक छ नो प्रब्लम ल होइन यो तपाईँको बजेट प्लान चाहिँ तपाईँको कन्स्टेन्टमा बजेट भन्ने कुरा चाहिँ कन्स्टेन्टमा आइपुग्छ डेली बेसमा चाहिँ छैन है हजुर ल आज हाम्रो डे 1 हो नि त डे 1 मा गरेको कुरा र हामीले अलिक पछाडिपट्टि जब हामी सबै कुरा बुझ्न स्टार्ट गर्छौँ त्यो टाइममा गरेको कुरा चाहिँ हाम्रो डिफ्रेन्ट आउट भएको हो सबैजना पठाउने असाइनमेन्ट लाइक हजुर त्यो पठाए पछाडि चाहिँ अञ्जली एन्ड उसले गरेको प्रोजेक्ट भनेर त्यसै पठाउनु भयो हो त्यहाँ डिस्क्राइब गरिदिनुहोस् न यो भोलि गएर हामीले रिभिजिट गर्दाखेरिमा हजुर यो टास्कहरू चाहिँ यही हुन्छ होइन असाइनमेन्टभित्र यहाँ सुमोदले पठाउनु भयो कि यसैमा हालिदिनु भएको छ यसैमा हालेर अनि यो चाहिँ यो तपाईँको टास्क भने टास्क डन बाई कसले अनि आफ्नो नाम लेखिदिनुहोस् कि है ल यसमा सेन्ड गर्छ यो पोस्टने च्यानल गएर टाइटल अनि दिस टास्क डन बाई अनि माथि लेखेर चाहिँ सबै लेख्नु होला हजुरले कोर्स रेफरेन्सहरू बारेमा भनिसक्नु भएको छ होला होइन ल यसमा अपडेट हुन्छ है यसमा अपडेट हुन्छ अनि प्लस यसमा तपाईँको यहाँनिर चाहिँ रेकर्डिङहरू पनि सर मिसहरू भनिसक्नु भएको छ होला है ल ठिक छ
ल हामी चाहिँ थोरै अटेन्डेन्स पनि गरिहालौँ है त आज ठिक छ सुमोद हुनुहुन्छ अञ्जली हुनुहुन्छ सहदीप हुनुहुन्छ है सहदीप मैले सहदीप भने ओके रिया हुनुहुन्छ अनि सुसाज मैले फर्स्ट टाइम सुन्दैछु यो नेम चाहिँ दक्ष हुनुहुन्छ ओके ल रिचा पनि हुनुहुन्छ ल हामी सबैजना छौँ गुड ल सबैजना चाहिँ यो टिम्समा सेन्ड गरिदिनु होला है त यहाँ चाहिँ यो असाइनमेन्टमा अञ्जलीको आएछ यहाँनिर चाहिँ हजुरले अञ्जली र कसले दुईजना मिलेर गर्नुभएको यसमा चाहिँ हजुरहरूले यहाँनिर चाहिँ माथि त्यो अघि पोस्ट गर्दाखेरिमा एडिट नै गर्नु मिल्छ होला सायद तपाईँहरूले यहाँ चाहिँ असाइनमेन्ट क्रिया भए चाहिँ लेखेर चाहिँ गरिदिनु होला है त दुईजना गरेको भए चाहिँ है रिचाले पनि यसै गरी चाहिँ हाम्रो राखिदिनु होला रिचाले पनि यो टास्क चाहिँ यो कलेजको यो टास्क चाहिँ त्यहाँ राखिदिनु होला है त लागेर पनि राखिदिनु होला है ल सबैजना राखिसक्नु भयो हामी अर्को कुरा मुभ अन भयो है त यसमा तपाईँले चाहिँ यो राखिसके पछाडि चाहिँ म यहाँ तपाईँलाई यहाँनिर आजलाई चाहिँ म 3 जना स्टुडेन्ट चाहिँ म पिक गर्छु आज एकजना चाहिँ त्यो ग्रुपबाट एकजना पिकअप गरेँ अहिले यहाँनिर यो सेयर छैन ल म यहाँ चाहिँ नाम लेखिदिन्छु है त यहाँ नाम मात्रै लेखिदिन्छु अनि यसको एडिट एक्सेस पनि दिन्छु है अरूलाई सेयर नगर्दा बिस्तारै म यो तपाईँहरू सबैजनाको इमेल एड्रेस मसँग आए पछाडि चाहिँ म हजुरलाई मात्र मिल्ने गरी म राखिदिन्छु अहिले चाहिँ एनीवन द लिङ्क क्यान एडिट भन्नु छ त्यो चाहिँ हजुरले अरू चाहिँ एडिट नगर्नु होला है हामी गुड फेथमा चाहिँ यो गर्दैछौँ है यहाँ चाहिँ तपाईँमध्ये कसले गर्ने यही तपाईँले चाहिँ अरू रिसोर्सहरू जस्तै ब्लग्सहरू होला होइन इन्टरनेटमा आर्टिकल्सहरू होला भिडियोहरू होला हामी जति डिस्कस गऱ्यौँ नि हामीले इन्ट्रोडक्सन टु प्रोजेक्टको पार्टमा अझै हामी डिस्कस गरेको थोरै अगाडिको आजको पार्ट भनेको प्रोजेक्ट अपरेसनको कुराहरू होइन केही आर्टिकल्सहरू कतै भेट्नुभयो भने चाहिँ एउटा दुइटा आर्टिकलहरू चाहिँ यहाँ चाहिँ ल्याएर राखिदिने पार्ट जस्तै आर्टिकलको लिङ्क राखिदिने अनि यहाँ चाहिँ जस्तै दिस हेज अ गुड डिस्कसन अबाउट प्रोजेक्ट एन्ड अपरेसन दिस एन्ड द्याट लेखिदिने अनि यो कुरा सबैजनाले चाहिँ हेरेर पढ्ने पनि यो चाहिँ तपाईँहरूलाई चाहिँ एउटा गुड रिसोर्स पनि बन्छ पछाडि गएर बुझ्नुभयो दुईजना मात्रै कसले गर्ने यो चाहिँ पाइयो त्यो जस्तै रिसोर्सको पार्टमा जस्तै तपाईँ सबैले भन्यो भने चाहिँ कसले गर्दैन उसले गर्ला भन्ने सो 3 जना चाहिँ हामी हार्ड असाइन गरिदिउँ बाँकी कसलाई भोलिन्टियर हुनु मन छ भने त वी डोन्ट माइन्ड होइन सो त्यो पार्टमा चाहिँ ल कसले यो चाहिँ उहाँहरूले चाहिँ गर्नै पर्यो ल हजुर चाहिँ कसले गर्ने ल भन्नुहोस् हजुरको पार्टमा चाहिँ यो की टर्म्स एन्ड कन्सेप्ट भन्ने पार्ट छ आजको डिस्कसनबाट चाहिँ की टर्म्सहरू चाहिँ के थियो आजकोबाट ठ्याक्कै दिस सेसन ओन्ली सो यहाँ आज होइन यो चाहिँ यस्तो हो यो यहाँ चाहिँ वर्ड यो त स्याम्पल हो जस्तै यहाँ चाहिँ हजुरको हेर्नुभयो हो यहाँदेखि जस्तै इक्जाम्पलको लागि एउटा मैले ट्रिपल कन्सटेन्ट भनेको थिएँ नि त यो चाहिँ प्रब्लम हाम्रो एउटा चाहिँ की टर्महरू होला कि यहाँ चाहिँ तपाईँले ट्रिपल कन्सटेन्ट लेख्ने कि यो भनेको चाहिँ के रहेछ त होइन जस्तै प्रोजेक्ट चाहिँ 3टा कुरामा चाहिँ एकदमै हाइली डिपेन्डेन्ट हुँदछ टाइम कन्सटेन्ट होइन यो कुराहरू लेख्ने अनि यसमा चाहिँ तपाईँले के बुझ्नुभयो यो नोट्सहरू लेख्ने भयो कि यसैले चाहिँ यो अब फेरि फर्केर यो नोट नहेरिकन यसबाट हेर्दा पनि यो दिन हामीलाई चाहिँ सर रिक्याप होस् कि त्यो चाहिँ हाम्रो मेजर गोल हो यस त्यसबाट आएको कुराहरूलाई पनि तपाईँले यहाँ चाहिँ लेख्ने है त यो चाहिँ हजुर 3 जना मध्ये कसले गर्ने एकजना भन्नुहोस् त हजुर नाम हेरि SHADIP सदीप है आई रिमेम्बर है सदीप माथि चाहिँ ल दिया हो आजको सेसनलाई चाहिँ त्यसले हेल्प गर्नु पर्यो जस्तै तपाईँ चाहिँ
पायो। यहाँनिर तपाईँले हजुरले चाहिँ गर्नै पर्यो, असाइन्ड हो। तपाईँ चाहिँ आजको लागि चाहिँ असाइनी नै हो होइन। पछाडि हामी बुझ्छौँ असाइनी भनेको के हो, अकाउन्टेबल भनेको के हो भनेर, तर बाँकी चाहिँ भोलिन्टियर। अब उहाँलाई चाहिँ मैले यो असाइन गरेको, उहाँको जिम्मा चाहिँ यो चाहिँ गर्नै पर्यो। बाँकी यसमा चाहिँ उहाँले भोलिन्टियर गर्नु मन लाग्यो उहाँले गर्नुहुन्छ। ल माथि रिसोर्सेस है रिया, यसमा कुनै तपाईँले बुक भेट्नुभयो, हाम्रो डिस्कसनभित्र भएको कुनै भिडियो आर्टिकल केही भेट्नुभयो, अथवा यो बाहेक अरू केही भेट्नुभयो भने तपाईँले यहाँ एड गरेर यहाँ थप्न नि मिल्छ। तर मोस्ट प्रोबेबली यति नै हुन्छ होला। यहाँ चाहिँ त्यसको लिङ्क राखिदिने आफूले, यसै गरी लिङ्क हाइपर लिङ्क गरिदिनु भयो चाहिँ यो टेबल चलाउनु तपाईँले इन्सर्ट रो बिलो गरेपछि यसरी तल थपिहाल्छ। यसरी तपाईँले चाहिँ गर्नु होला है त। ल अनि अर्को चाहिँ क्वेसन डिस्कसन, यसको लागि चाहिँ सुम्बोध सुन्नु भएको छ? हेलो हजुर सर, सुनिहाल्छु सर। ल यो क्वेसन्स एन्ड डिस्कसन चाहिँ आज चाहिँ हजुरले सोधेको क्वेसन्सहरू मध्ये अथवा रियाहरूले सोधेको क्वेसन मध्ये होइन, अनि हाम्रो सदीपले सोधेको क्वेसन्सहरू मध्ये सबै सोधेहरू मध्येबाट हजुर चाहिँ कसको क्वेसन चाहिँ अझै यहाँनिर चाहिँ रिक्याप गरेर राखिदिनुपर्छ। जस्तै एउटा इक्जाम्पलको लागि चाहिँ मलाई याद भएको क्वेसन चाहिँ मेन्टेनिङ अ वेबसाइट भन्ने पार्ट हाम्रो सानो डिस्कसन भएको थियो। त्यो पार्टमा चाहिँ किन चाहिँ हामीले प्रोजेक्ट नमानेको भन्ने चाहिँ यहाँनिर डिस्कसन भएको थियो। वाइ मेन्टेनिङ अ वेबसाइट इज नट कन्सिडर्ड एज अ प्रोजेक्ट भनेर चाहिँ यहाँ लेख्न पाइयो कि नोटमा, बिकज यसको चाहिँ एन्डेड हुँदैन, एउटा प्रपर स्कोपहरू हुँदैन होइन, प्रोजेक्टलाई चाहिँ एन्डेड हुनुपर्छ, स्टार्टेड हुनुपर्छ, यो सबैको चाहिँ यहाँनिर लेख्ने कि। अब यस्तै गरी अरू पनि डिस्कसन यहाँनिर आज भएको छ होला प्रोबेबली, त्यो कुराहरू पनि यहाँनिर लेख्ने। यो चाहिँ हाम्रो क्लासको प्याटर्न हुन्छ। हामी एभ्रिडे क्लास सक्नुभन्दा अगाडि चाहिँ यसरी चाहिँ हामीले यहाँनिर नाम 3टा असाइन गरेको थिएँ। सुमो तपाईँलाई असाइन गरिदिएँ मैले है यो चाहिँ। हजुर सर। ल भोलिबाट नेक्स्ट क्लासमा चाहिँ म रिचालाई असाइन गर्छु अनलाइनबाट, अनि यहाँ पनि हामी चेन्ज गर्दै जान्छौँ है त, ताकि सबैजनाको इन्भल्भमेन्ट होस् भनेर है। ल अब होमवर्क पनि छ यो बाहेक, यो चाहिँ असाइनजनाले चाहिँ गर्नै पर्यो। होमवर्क चाहिँ सबैजनाले गर्नु पर्यो। ल प्रिपेयर 2 पर्सनल प्रोजेक्ट विथ, अब एउटा चाहिँ तपाईँले क्लासवर्कलाई नै कन्सिडर गरिदिउँ, धेरै 2टा नगरौँ होइन। अब यसो चाहिँ हजुरले अझ एउटा थप्नु पऱ्यो। मैले 1 भनिदिएँ बिकज हामीले चाहिँ एउटा यहीँ गरेको छौँ। अझै एउटा यस्तै चाहिँ अरू कुरा चाहिँ तपाईँले एउटा कुनै यो कलेज टेक इभेन्ट चाहिँ मैले दिएको भयो, सेल्फ आफै एउटा इमेजिन गरेर एउटा कुनै प्रोजेक्टको इक्जाम्पल लिएर यति चाहिँ तपाईँहरूले आफूले गर्न पाइयो। अर्को टपिक दिएर, बिकज सबैजनाको सेम छ नि त अहिले, एउटा चाहिँ अलग अलग अरू कुनै एउटा प्रोजेक्ट, जस्तै इभेन्ट मात्रै नभएर अरू के चाहिँ ओपनिङ समथिङ प्रोबेबली होइन, एनिथिङ द्याट्स अ प्रोजेक्ट, एनिथिङ गर्नु पायो। जस्तै प्रोबेबली डेकोरिङ समथिङ होइन, केही स्पेसल इभेन्टको लागि प्रोबेबली। सो जसको लागि पनि तपाईँहरू चाहिँ एउटा आफूले पिक गरेर चाहिँ हजुरले एउटा चाहिँ यो चाहिँ गर्नु पर्यो होमवर्क है त। अनि होमवर्क भन्ने पार्ट चाहिँ होममै गर्ने है, यहाँ आएर चाहिँ नगर्ने है त। ल ठिक छ, होमवर्क यहाँ हजुरले इभिनिङमा गरेर सक्ने पछाडि अथवा भोलि बिहान क्लास आउनुभन्दा अगाडि गरेर सकेर यो टिम्सको असाइनमेन्टमा राखिसकेको हुनुपर्छ। नभए हामी त्यो होमवर्क नगरेको भनेर हामी कन्सिडर गर्छौँ है, त्यसमा हामी पोइन्ट काट्छौँ लास्टमा गएर है त। ल बुझ्नुभयो, होमवर्क चाहिँ छ सबैजनाको लागि। अनि इम्पोर्टेन्ट पोइन्ट्सलाई चाहिँ को रिया, सदीप र सुमो चाहिँ हामीलाई आजको लागि चाहिँ असाइन हुनुहुन्छ है त। ल उहाँहरूले चाहिँ बेस्ट एकदम यसलाई चाहिँ एन्ड मोमेन्ट, हामी प्रोजेक्ट म्यानेजरको एउटा की ट्रेड भनेको वी सुड नेभर वेट एन्ड मोमेन्ट्स, त्यसो त कुनै नै होइन। तपाईँ प्रिपेयर गरेर राम्रोसँग टर्म्सहरू आज डिस्कसन, यो की टर्म्समा चाहिँ तपाईँले आज डिस्कसन भएको प्लस आजको डिस्कसनलाई हेल्प हुने टर्म्सहरू केही छ नयाँ होइन, तपाईँले राख्न पाउनुहुन्छ। ल है त। सुमोदले बुझ्नुभयो हजुरको होमवर्क? हजुर सर। के रहेछ कि मलाई रिक्याप गरिदिनुहोस् त। मेरो चाहिँ क्वेसन एन्ड डिस्कसन, आज के डिस्कसन भयो जस्तै हजुर वाइ मेन्टेनिङ प्रोजेक्ट डिस्कसन भयो होइन, यसकोमा किन यसलाई प्रोजेक्ट मान्न सकिँदैन मेन्टेनिङ प्रोजेक्टलाई। त्यो बाहेक अरू कुराहरू पनि जे डिस्कसन भएको थियो र यु वान्टेड टु किप इट इन दिस यो रिक्याप रिसोर्सेसमा इम्पोर्टेन्ट इन्फर्मेसनमा राख्न मन लागेको कुरा चाहिँ यहाँ राख्ने है त। एउटा यो भयो भने अर्को के हो तपाईँको लागि? अर्को पनि छ, अर्को चाहिँ यहाँनिर हेर्ने यो होमवर्क पनि तपाईँकै लागि हो है त। यो होमवर्क चाहिँ सबैजना हो। ल इम्पोर्टेन्ट इन्फर्मेसनको डिस्कसन्सको पार्ट र होमवर्क चाहिँ गर्नु पर्यो है त।
ल हुन्छ है। ल हामी चाहिँ भोलिको क्लासमा चाहिँ हामीले 4 Ps को बारेमा पढ्छौँ। भोलि क्लास अलिकति बिस्तारै अब क्लास अझै रमाइलो हुँदै जान्छ। आज हामीले एउटा फाउन्डेसन सेटअप गऱ्यौँ होइन। वी न्यू अब के छ रिसोर्सेस होइन, भनेको के हो, कन्सेप्ट भनेको के हो होइन, प्रोजेक्ट के हो कि होइन होइन। अब यो सबै कुरा हामीलाई थाहा छ। अब हामी चाहिँ भोलि 4 Ps को बारेमा पढ्छौँ। यसको बारेमा तपाईँहरूले थोरै हेरेर आउनुभयो भने झन् रमाइलो है। नहेरेर आउनुभयो पनि नो प्रब्लम, तर हेरेर आउनुभयो चाहिँ द्याट्स भेरी भेरी गुड। तर आजको रिक्याप चाहिँ गर्नै पऱ्यो। भोलिको दिनमा नहेऱ्यो भने आजको चाहिँ तपाईँहरू सर समराइज गरेर चाहिँ आउनुपर्छ है त। भोलि तपाईँले हेरेर आउनु चाहिँ म थोरै के रहेछ त 4 Ps भनेर सोध्छु, अनि त्यो आन्सर गर्नु चाहिँ झन् राम्रो। ल 4 Ps बारे हामी पढ्छौँ है त। आजलाई हामीले यति नै गरौँ है त, हुन्छ। ल सबैजनालाई थ्याङ्क यू सो मच। बाई 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 बाई, गुड इभिनिङ फेरि है त। बाई सर। ओके, म मिटिङ एन्ड गरेँ मैले। ओके, बाई बाई सुमोद। बाई सर। बाई। ओके, बाई बाई।